आयोजक साथीहरूलाई धन्यवाद। यहाँ परिचय सुनेपछि त बोल्नै अप्ठ्यारो खालको मान्छेहरू रहेछन् सबै। प्रदेश फेरि बिचमा जुरुप्पो उठेर बोल्ने भन्ने खालको परिस्थिति छ। तै पनि अब अलिअलि कुरा बोल्ने बोलिहाल्यो। संविधान यो अन्तरिम यो अहिलेको संविधानको मस्यौदालाई दलित सन्दर्भबाट हेर्ने भन्ने विषय छ। सबभन्दा पहिले म दुई तीनवटा कुरा राख्न चाहन्छु। धेरै लामो छलफल सम्भव पनि छैन। नेपालमा यो दलित प्रश्नलाई लामो समयदेखि यो दुईटा ढङ्गले हेर्ने चलन भयो। एउटा यो सांस्कृतिक र सामाजिक क्षेत्रको मूलतः छुवाछुत जस्तो समस्यासँग मात्रै सम्बन्धित विषय हो भनेर हेर्ने एउटा। दोस्रो चाहिँ हिन्दू समाज बाहेककाहरूले चाहिँ यो चाहिँ हाम्रो समस्या होइन, यो चाहिँ यो विजातीय वा हिन्दूहरूको भित्रको समस्या मात्रै हो भनेर हेर्ने। यो दुईवटा अवधारणा जस्तो घोषित अघोषित चल्दै आयो, जसको कारणले गर्दाखेरि यसलाई नकारात्मक रूपमा हेर्ने वा सुधारात्मक रूपमा हेर्ने वा यसलाई परिवर्तन गर्नुपर्छ भनेर हेर्ने धेरै दृष्टिकोणहरू चाहिँ अलमलमा पर्दै आएको विषयभित्र यो पर्छ। दलितहरूको छुवाछुत सम्बन्धी बुझाइ त सामान्यतः सबैले बुझ्ने कुरा नै छ। त्यसको ऐतिहासिक कडीहरू पनि धेरै जानिराख्नु पनि नपर्ने खालको छ। तर उनीहरूका जीवनका अरू आयामहरू जस्तो कि आर्थिक आयामहरूलाई हेऱ्यो भने चाहिँ समाजमा चलिआए सामाजिक रूपमा सधैँभरि चलिराख्ने सामाजिक आर्थिक प्रक्रिया भनेर जो समाजशास्त्रीहरू अर्थशास्त्रीहरू भन्ने गर्छन्, सामाजिक निरन्तर चलिराख्ने सामाजिक आर्थिक प्रक्रिया भन्दा अलि पृथक बरु ऐतिहासिक कडीहरूसँग चाहिँ जोडिएको सन्दर्भ बढी छ। जस्तो कि नेपालमा अहिलेसम्म पनि जतिसुकै कृषि प्रधान होइन भने पनि अहिलेसम्म पनि भूमि एउटा निकै नै महत्त्वपूर्ण जीवनको माध्यम रहिआएको छ। त्यो भूमिमा दलितहरू किन पहुँचिन भए त भन्यो भने चाहिँ नेपालका जनजातिहरूको भूमिहीनहरूको हिस्सा पृथ्वीनारायण शाहको राज्य विस्तारपछि 100 वर्षको विभिन्न प्रक्रियाले भयो भन्न सकिएला। त्यसै गरी मधेसभित्रको अर्को प्रक्रिया भन्न सकिएला वा नेपालको खस आर्य भनेर जसलाई अहिले भन्न थालिएको छ, उनीहरूभित्रको विभिन्न प्रक्रियाले कसैले गुमाएर, कसैले जुवा खेलेर वा कसैले बाढी पहिरो गएर इत्यादि इत्यादि भन्न सकिएला। तर दलितहरूको भूमिहीनता चाहिँ यो 2-3 हजार वर्षदेखि एउटा निरन्तर रूपमा हिन्दू शासित हिन्दू समाज र हिन्दू शासकहरूद्वारा प्रभुत्वमा राखिएको समाजमा दलितहरूलाई चाहिँ कुनै पनि सम्पत्ति जस्तो चिज राख्न नदिने औपचारिक घोषित नीतिसँग सम्बन्धित छ। यो 1-2 वर्ष 100 वर्ष 200 वर्षको कुरा छैन। यो लिखित रूपमा हेर्दाखेरि हामी 2200 वर्ष पुरानो मनुस्मृतिमा पुग्छौँ। त्योभन्दा अगाडि नै यो छ। त्यसलाई कठोर बनाउने क्रममा मात्रै मनुस्मृति आइपुग्यो। त्यसमा चाहिँ त्यति बेलाको शूद्रको एउटा हिस्सा अहिले जो दलितको रूपमा छ, दलितहरूलाई चाहिँ त्यति बेला महिलाहरूलाई मान्छेको कोटीमा राखिँदैन थियो। त्यसकारणले गर्दाखेरि आफ्नो श्रीमतीहरूमाथि पनि दलित पुरुषलाई हक छैन, सम्पत्तिको त कुरै नगरौँ भन्ने त्यहाँ लेखिएकै छ। त्यसकारण यो विशिष्ट सन्दर्भलाई दलितहरूको भूमिहीनतासँग बुझ्यो भने चाहिँ स्कलरहरूलाई राम्रो होला भन्ने लाग्छ। दोस्रो प्रसङ्ग छ शिक्षाको। जस्तो कि कुनै पनि समुदाय औपचारिक शिक्षामा अगाडि बढ्ने कि नबढ्ने भन्ने कुरा चाहिँ आम रूपमा त राज्य सत्ताले कस्तो नीति लिन्छ भन्ने नै हुँदो रहेछ। तर त्यसको आंशिक हिस्सा चाहिँ त्यो समुदायभित्रको आफ्नो कारण पनि जिम्मेवार हुँदो रहेछ। जस्तो कि मैले उदाहरणको रूपमा राख्ने गरेको छु,
नेपालमा मगर, गुरुङ, राई, हायु, बोटे वा इत्यादि जति पनि हामी जनजातिहरूको एउटा ठुलो हिस्सा भन्छौँ, उनीहरूसँग आफ्नो भाषा छ, आफ्नो लिपि रहेर, लिपि थियो भने पनि त्यसलाई प्रचलनमा ल्याएर जीवित बनाइएन, जसको कारणले उनीहरूको परम्परागत ज्ञान चाहिँ श्रुति परम्पराबाट मात्रै अगाडि सर्दै गएर उनीहरूले किताब लेखनबाट, पुस्तक लेखनबाट अभिलेखीकरण गरेर नयाँ पुस्तालाई आफ्नो ज्ञान चाहिँ सञ्चार गर्न सकेन, जसको कारणले गर्दाखेरि पनि उनीहरूभित्र शिक्षाको स्तर कमजोर हुनुमा एउटा भूमिका थियो। तर दलितहरूको शिक्षामा पहुँचहीनताको चाहिँ के छ त भन्यो भने यो चाहिँ त्यस्तो केही पनि छैन। चाहे नेपालभित्र रहेका नेवारभित्र अझै पनि आफूलाई दलित भन्ने समुदाय होस्, चाहे खस आर्यभित्रको यो पहाडे भनेर जो बुझिन्छ ती दलित साथीहरू होस्, वा मधेसभित्रका दलित साथीहरू होस्, दलित समुदाय होस्, ती सबै नै यो दक्षिण पूर्व अथवा गङ्गा मैदान र सिन्धु घाटीमा विकसित भएको संसारलाई नै चकित पार्ने स्तरका ज्ञान जहाँ विकास भयो, त्यो ज्ञान र त्यो शास्त्र भन्नुहोस् जे भन्नुहोस्, लोकायत मतदेखि तपाईँ गीतासम्म सबै नै चाहिँ दलितहरूको आधारभूत श्रममाथि टेकेर नै विकसित भए। कि त्यति बेलाको मूलभूत रूपमा श्रमिक भनेको त्यति बेलाका शूद्रहरू, त्यसको एउटा मुख्य हिस्साको रूपमा अहिले दलितहरू, उनीहरूको श्रममाथि नै, उनीहरूकै जातीय विरासतभित्र, उनीहरूकै धार्मिक परम्पराभित्र, उनीहरू नै रहेको समाजभित्र विकसित भएको हो, त्यो कुनै अलग ठाउँमा विकसित भएको होइन। तर उनीहरूको निम्ति चाहिँ के नियम बनाइयो भने उनीहरूले त्यस्तो केही सुने भनेदेखि अथवा शिक्षा सम्बन्धी केही कुरो सुने भने चाहिँ तातो फलाम इत्यादि इत्यादि त्यो तताएर कानमा हालिदिनु भनेर उनीहरूलाई पुरै नै राज्यले घोषित रूपमा नियम बनाएर संस्कृतिको स्तरमा लगेर उनीहरूलाई शिक्षाबाट वञ्चित गरिएको कुरा। यो दुईटा सन्दर्भ बुझ्यो भने मलाई लाग्छ दलितहरूको बारेमा चाहिँ अरू यो मार्जिनलाइज भनेर चाहिँ प्रयोग गरिँदैन, सीमान्तकृत भनेर नेपालीमा अनुवाद भएको छ, कति मिलाएको छ मलाई थाहा छैन, प्रदीपलाई थाहा होला। यो सीमान्तकृत भनेर जसलाई भनिन्छ त्यसभित्रको अरू समुदायहरूको शिक्षासँग सम्बन्धित कुरा, अरू समुदायको भूमिकासँग सम्बन्धित कुरा र दलितहरूको विशिष्टता बुझ्नलाई अलिक सहयोग हुन्छ जस्तो मलाई लागेको छ। त्यसो भयो भने यो सापेक्षतामा नै संविधान सभाभित्र पहिलो र दोस्रो दुईटैमा धेरै ठुलो बहस दलितहरूको सन्दर्भमा भएको। त्यो एकजना अस्ट्रेलियन कुनै रोबर्ट पाइपर वा कोही भन्ने एकजना आइएनजिओको मान्छे थिए, युएनडिपी भने आइएनजिओ नै हो होइन, आइएनजिओका एकजना मान्छे थिए, उनले मलाई सोधेका थिए एकचोटि यो दलितहरू संविधान सभाभित्र पहिलो संविधान सभाको कुरा हो, यो यति धेरै शान्त किन छ, यिनीहरू पैसा लिन पनि हामीसँग आउँदैन, जनजातिहरूले लगेर त्यत्रो पैसा पुस्तक निकालिसके, महिलाहरूले लगेर त्यत्रो पुस्तक निकालिसके, तिमीहरू तपाईँहरू पैसा लिनु पनि आउनुहुन्न। अनि मैले उहाँहरूलाई के भनेको थिएँ भने हामी अरूभन्दा फरक भएनौँ भने हाम्रो अधिकार केही पनि हुँदैन। हामी सडकमा हिँड्नेहरू हामीलाई 55,000 पैसा दिन्छ, हामी सडकमा हिँड्नेहरू हौँ, हामीलाई 55,000 संविधान सभाले दिन्छ, त्यसबाट 1-2 हजार कटायो भने हामीलाई चाहिँ आफ्नो पुग्यो। त्यसमा अलि बेग्लै ढङ्गको छलफल दलितहरूको सन्दर्भमा थियो। म यो संविधान नबनिकन यो सबै कुरा अहिले भन्ने हालतमा छैन, भन्न फाइदा हुँदैन। बेग्लै खालको रुटबाट दलित मुद्दा संविधान सभाभित्र प्रवेश गरेको थियो र अहिले दोस्रो संविधान सभाका कतिपय सभासदहरूले थुप्रै ठाउँमा जिब्रो टोकेको मैले देखेँ। यत्रो व्यवस्था हुने जसमा के हेरिरहेको दलितहरूको बारेमा यत्रो व्यवस्था संविधान सभामा लेख्ने भनेर आतंकित भएको जस्तो अहिलेको संविधान सभाका कतिपय सभासदहरूले जिब्रो टोकेको देखेँ। अथवा बेग्लै खालको बाहिरबाट रोबर्ट पाइपरहरू हेर्दा एकदम पैसा नलिकन र चाहिँ एकदम शान्त ढङ्गले हल्ला नगरिकन दलितहरूको कुरा भएको थियो। त्यहाँ धेरै ठुलो बहसपछि नै त्यहाँ के व्यवस्था भएको थियो भने हामी सबैलाई थाहा छ, कन्ठे भइसकेका विषय हो, मैले दोहोऱ्याउने मात्र 15 मिनटभित्र सक्नुपर्छ। दलितहरूका सबै क्षेत्रको मुद्दा, सामाजिक क्षेत्रको मुद्दा पनि, आर्थिक क्षेत्रको मुद्दा पनि र राजनैतिक क्षेत्रको मुद्दा पनि एकसाथ सम्बोधन गर्यो भने मात्रै यो समस्या चाहिँ समाधान हुनेतिर जान्छ। एक किस्ता केही वर्ष शिक्षा दिने, एक किस्ता केही वर्ष रोजगार दिने, एक किस्ता केही वर्ष राजनीतिमा लाने भन्यो भने यो कहिले हुँदैन भन्ने निष्कर्ष सहित नै त्यहाँ 7-8वटा मुख्य मुद्दाहरू चाहिँ धेरै छलफलपछि, उठाउठ पनि पछि, कतिपय त निर्णय हुने भयो भनेपछि जुर्क उठेर हिँड्ने स्थितिपछि पनि त्यहाँ केही व्यवस्थाहरू भएका थिए। पहिलो कुरा छुवाछुत भेदभावको सन्दर्भमा कुनै पनि स्थानमा कुनै पनि
ढङ्गको छुवाछुत भेदभाव गर्न नपाइने, दण्डनीय हुने, निजी होस् वा सार्वजनिक होस्। किनकि 47 सालको संविधानले सार्वजनिक स्तरमा गर्न नपाउने सम्म गराएको थियो। एउटा कुरा त्यो पारित भएको थियो, दलित आयोगको कुरा इत्यादि भइ नै हाल्यो। त्यसपछि भूमिहीनताको सन्दर्भमा भूमिहीन दलितहरूलाई राज्यले एकपटक भूमि उपलब्ध गराउने भन्ने कुरा मौलिक अधिकारमा स्वीकार गरिएको कुरा व्यवस्था हो। त्यसैले शिक्षामा प्राथमिकदेखि उच्च शिक्षासम्म छात्रवृत्ति सहित दलितहरूले शिक्षा पाउने, निःशुल्क शिक्षा पाउने र प्राविधिक शिक्षाहरूमा चाहिँ कोटा निर्धारण विशेष व्यवस्था गर्ने, प्राविधिक शिक्षामा त्यस्तै सम्भव नहुने भएको हुनाले गर्ने। आवासविहीन दलितहरूको निम्ति पनि राज्यले आवासको एकपटक व्यवस्था गर्ने। त्यसपछि राजनीतिको क्षेत्रमा र प्रशासनिक क्षेत्रमा सेना, प्रहरी, निजामतीको सन्दर्भमा चाहिँ सबभन्दा बढी कहिले उपस्थित हुन नपाएको समुदाय यही नै हो। त्यसकारणले गर्दाखेरि उनीहरूको निम्ति समानुपातिक ढङ्गले कमसेकम राज्यका निकायहरूमा चाहिँ उपस्थित हुने हक राख्ने, यो मौलिक हकमा व्यवस्था गर्ने। त्यसपछि राजनैतिक प्रतिनिधित्वको क्षेत्रमा चाहिँ केही न केही क्षतिपूर्तिको व्यवस्था गर्ने, समानुपातिक सबै समुदायको निम्ति भन्ने नै भयो। त्यसबाहेक केही क्षतिपूर्तिको व्यवस्था गर्ने। त्यति बेला पनि र अहिले पनि कतिपय सकारात्मक चिन्तन राख्ने मान्छेहरूले पनि भन्छन् कि यो क्षतिपूर्ति कसको कटाएर ल्याउने, यो क्षतिपूर्ति त दिने कसको कटाएर ल्याउने। यो प्रश्न सकारात्मक चिन्तन राख्नेहरूको निम्ति त जवाफ दिन सकिने खालको छ, नकारात्मक नियत राख्नेहरूको निम्ति जवाफ दिन नसकिने खालको छ। मैले उहाँलाई दुईटा कुरा मात्रै भन्ने गरेको छु। एउटा, संविधान सभाको चुनाव हुँदा 575 जना जति निर्वाचित भएर आए समानुपातिक र प्रत्यक्षबाट, 26 जना त राष्ट्रपतिलाई भाग लाग्यो। त्यो 26 जना भनेको चाहिँ 575 को करिबन 5% हो। त्यो कसको भाग कटा? आखिर जनताले मत हाले त होइन, 26 जनालाई राष्ट्रपतिले वा मन्त्री परिषदले जसलाई मलाई हालिदिइहाल्यो, हामीलाई थाहा छैन भनिसकेपछि त्यो कसको कटा? अहिले मस्यौदामा राष्ट्रिय सभामा चाहिँ 45 मध्ये 5 जना राष्ट्रपतिले चुन्ने भने, मनोनित गर्ने भने, 40 मा 5 भनेको 11%। त्यो 11% कसको कटा? प्रदेशहरूले चुनेर पठाउँदा होइन त पार्दैन। त्यसकारण क्षतिपूर्ति भनेको चाहिँ थप्ने व्यवस्था हो, कसैको कटाउने व्यवस्था हो। जहाँ आवश्यक हुन्छ त्यहाँ अतिरिक्त थप दिने कुरा, थपेर त्यो समस्या हल गर्ने कुरा, कसैको कटाउने कुरा त होइन। हिसाब किताबकै कुरा गर्ने हो भने त इतिहासमा कहिले पनि गैर दलितहरू प्रत्यक्षबाट चुनेर आउनै नसक्ने र दलितहरू चुनेर आउनै नसक्ने र गैर दलितहरू मात्रै एकलौटी चुनेर आउने पनि त क्षतिपूर्ति पाएको हो नि त, अतिरिक्त व्यवस्था पनि त। त्यो चाहिँ दलितको काटेको होइन, काटेको होइन भने कसो आएको? मान्छे त्यही छ, मालको त्यो दलितले पनि तिरिराखेको छ, चुनेर आउने बेलामा अरू मात्रै आउँछ भनेपछि त सामाजिक व्यवस्था नै यस्तो छ कि गैर दलितहरूको निम्ति विशेष व्यवस्था छ, त्यहाँ अतिरिक्त क्षतिपूर्तिको व्यवस्था छ, अतिरिक्त सुविधाको व्यवस्था छ। जसरी चाहिँ संस्कृत स्कुलहरूमा पहिला थियो, ब्राह्मण हुने बित्तिकै भात खाएर पढ्न पाइन्थ्यो, अहिले पनि पाइँदैछ, अरू पनि थपिँदैछ बिस्तारै। त्यसकारणले यो क्षतिपूर्तिको कुरा कुनै कसैको भाग कटौतीसँग सम्बन्धित छैन, यो आवश्यकता अनुसार थप्ने कुरासँग सम्बन्धित छ। त्यसकारण यो व्यवस्था सहित अनि त्यहाँ चाहिँ समानुपातिक केन्द्रमा, प्रदेशमा, स्थानीयमा समानुपातिक, त्यसमा केन्द्र र प्रदेशमा चाहिँ अलि नीति निर्माणको बेहतर ठाउँ हुने भएको हुनाले त्यहाँ चाहिँ 3% र 5% अझ थपेर प्रतिनिधित्व गराउने व्यवस्था थियो। र परम्परागत दलितहरूका पेसाजन्य आधुनिक व्यवसायहरूमा चाहिँ उनीहरूको निम्ति प्राथमिकता दिने, ऋण लिँदा हुन्छ इत्यादि इत्यादि गर्दा हुन्छ प्राथमिकता दिने। र त्यसमा एउटै मात्रै संविधानको अहिले पनि आएको छ, त्यो एउटै मात्रै एउटा यस्तो कुरा छ कि दलितहरूले पाउने, राज्यबाट पाउने हरेक सुविधामा दलित पुरुष, दलित महिला र मधेसी दलितको चाहिँ समानुपातिक हक हुनेछ भन्ने कुरा त्यहाँ उल्लेख थियो। अहिले त्यसलाई अलिकति बदलेर अलिक गडबड गर्न खोजेका छन्। जे होस्, यस्तो व्यवस्था आएको थियो, मैले संक्षिप्तमा राखेँ। अब अहिलेको थोरै राखेपछि म सकिहाल्छु। अहिले यो मस्यौदासम्म आउँदा धेरै नै उथलपुथल, धेरै नै सङ्घर्षहरू भएर मूलत दुईटा कडीहरू यसका छन्। पहिलो कि संविधान सभाको, दोस्रो संविधान सभाको नियमावलीले भन्यो कि पहिलो संविधान सभाका कुराहरू निर्क्युल समिति मार्फत निर्क्युल गर्ने र दोस्रो संविधान सभाको फुल हाउसले स्वामित्व ग्रहण गर्ने। त्यसपछि दलितहरूका बारेमा यो पहिलो संविधान सभाले गरेका व्यवस्थाहरू जस्ताको तस्तै
जस्ताको तस्तै केही पनि फेरबदल नगरिकन 601 जनाकै 601 नपुग्ला 597-95 होला त्यो अर्कै कुरा हो 601 जनाकै संविधान सभाबाट स्वामित्व ग्रहण भयो। तथापि निर्गोल समितिमा त्यो क्षतिपूर्तिवाला बुँदा एकजना सहसचिवले लुकाइदिएका थिए एक हप्ता किनकि पहिला व्यवस्था गर्ने सभासदहरू त्यहाँ थिएन लुकाइदिएका थिए र फेरि त्यो खोज्न लगाएपछि त्यो भेटियो। जे होस् संविधान सभाले त्यसलाई स्वामित्व ग्रहण गर्यो र संविधान सभाको नियमावली अनुसार के हो भने संविधान सभाले स्वामित्व ग्रहण गरिसकेका कुराहरू मस्यौदा समितिले केवल मस्यौदा गर्ने त्यसमा थप्ने पनि होइन त्यसमा घटाउने पनि होइन र त्यसमा केवल मस्यौदा गर्ने र हामी सबैलाई थाहा छ अधिकांश समितिहरूका प्रतिवेदनहरू मस्यौदाकै भाषामा छन्। कतिपय शब्दहरू राजनैतिक र कानुनी भाषा अलिकति परेन कि भन्यो भने त्यसलाई सल्लाह गरेर मिलाउन सकिने कुरा हुन सक्दछ तर भने मस्यौदाकै भाषामा थिए र यो समितिलाई पनि मस्यौदा गर्ने भए केही पनि अधिकार थिएन र यो मस्यौदा जारी हुनुभन्दा मस्यौदा संविधान सभाको अध्यक्षलाई बुझाउनु भन्दा 72 घण्टा अगाडिसम्म यो विषयमा फेरबदल थिएन यो जस्ताको तस्तै थियो। त्यहाँ पटक पटक फेरबदल गरेर ल्याए पटक पटक फेरि त्यसको प्रतिवाद भयो हुँदै हुँदै नै गयो त्यो र अन्तिममा बुझाउनु भन्दा अगाडिको रातमा चाहिँ 4-5 वटा बुदाहरूमाथि त्यहाँ गडबडी नराम्रोसँग भयो। अहिले एउटा के गरियो त भने यो क्षतिपूर्ति सहितको दलितहरूको प्रतिनिधित्वको व्यवस्थाको बुदा नै खारेज भयो हटाइयो त्यहाँबाट अवरण भयो त्यो बुदा नै छैन मस्यौदामा जुन नेपाली समाजमा दलितहरूको सन्दर्भमा सम्बोधन हुन खोजेको एउटा ऐतिहासिक महत्त्वको बुदा थियो। दोस्रो निजामती सेना प्रहरी लगायतका राज्यका निकायहरूमा समानुपातिक ढङ्गले रोजगारीको हकको जो व्यवस्था थियो त्यो समानुपातिक भन्ने ती 5-7 वटा अक्षरहरूलाई झिकियो र त्यहाँ समावेशी भन्ने हाल्यो। त्यो एउटा शब्द झिकिएपछि त्यो बाँकी सिद्धियो त्यो वाक्य। दोस्रो दुईटा चिज त्यहाँ आधारभूत रूपमा त्यहाँ झिकिए जुन सबभन्दा महत्त्वपूर्ण कुरा। त्यसपछि दुईटा बुदामा कानुन बनाई भन्ने एउटा नयाँ फ्रेज नेपाली मिल्यो फ्रेज लगाएर त्यहाँ हालियो। त्यो के भने दलितहरूको लागि राज्यले कानुन बनाई एकपटक जमिन दिनेछ बनाइयो। त्यसलाई कानुन बनाई एकपटक जमिन दिनुपर्नेछ। शिक्षाको सन्दर्भमा पनि कानुन बनाई छात्रवृत्ति सहित निःशुल्क शिक्षा दिनेछ र केही अब यहाँ वकिल साथीहरू पनि हुनुहुन्छ म कानुनको विद्यार्थी होइन तर मैले भन्ने गरेको छु म कानुनको विद्यार्थी नभए पनि कानुनबाट 100 ठक्कर खाएको मान्छे चाहिँ भन्ने गरेँ त्यस आधारले पनि बोल्न त मिल्छ। त्यसरी गर्दा यदि दलितहरूका सन्दर्भमा मौलिक हकमा व्यवस्था भएका बुदाहरूमा कानुन बनाए भनेर अनिवार्य राख्नु जरुरी हो भने मृत्युदण्ड दिइने छैन भन्ने बुदामा पनि कानुन बनाए भनेर राख्नु पर्यो। देश निकाला गरिने छैन भन्ने पनि त कानुन बनाए भनेर राख्नु पर्यो। महिलाहरूलाई सम्मानित मातृत्वको हक हुनेछ भने पनि त कानुन बनाए भनेर राख्नु पर्यो। माध्यमिक शिक्षासम्म सबैलाई निःशुल्क शिक्षाको हक हुनेछ भने पनि त कानुन बनाएर राख्नु पर्यो। किन राखेन? त्यसको कारण के हो भने मैले बुझेको कारण के हो भने संविधानमा व्यवस्था भएका हरेक चिज कानुन नबनाए त सामान्यतः लागू नै हुँदैन। त्यसलाई व्यवस्थापन गर्न कानुन त चाहिन्छ तर संविधानमा व्यवस्था भएको कुरा लागू गर्न कानुन बनाउनु र संविधानको व्यवस्था नै भोलि बन्ने कानुन अनुसार हुनेछ भन्नु एउटै कुरा हो। त्यो भनेको त भोलि कानुन जस्तो बन्छ त्यही अनुसार संविधान मान्नुपर्ने। अब मान्नुहोस् उसले के गरिदिनु सक्ने भयो त भोलि बन्ने सरकारले संसदले मान्नुहोस् भने भूमि वितरणको सन्दर्भमा एउटा कानुन बनाइदिने भयो। कानुन के भनेर बनाइदिनु भयो त भने कानुन चाहिँ मधेसमा भएका दलितहरूको लागि मात्रै भूमि उपलब्ध गराइन्छ भनेर लेखिदिनु के या अहिले मधेसमा त गलितलाई प्राथमिकतामा होइन पहाडमा भएका दलितहरूलाई मात्रै दलितलाई मात्रै भूमि उपलब्ध गराइनेछ भनेर के हुन्छ वा यस्तै असाध्य थोरै मात्रै दिनुपर्ने वा अहिले कानुन अनुसार अहिले दिन राज्यको क्षमता नभएको हुनाले भन्दै के हुन्छ। त्यसकारणले मौलिक हकमा राखिएका कुराहरू त्यो अनुसार कानुन बनाइनेछ भन्नु र कानुन अनुसार त्यो हुनेछ भन्नु एउटै कुरा। त्यसकारणले यो दुईटा बुदा पनि शिक्षा सम्बन्धी बुदा पनि भूमि सम्बन्धी बुदा पनि यो कानुन बनाए भन्ने शब्दले चाहिँ यो फ्रेज त्यहाँ थपिसकेपछि त्यो बुदा वास्तवमा मृतप्राय भएको छ। यसरी हेर्दा आधारभूत
दलितहरूका मुद्दाहरूमाथि चाहिँ अहिले ठुलो दादागिरी, मैले शब्द प्रयोग गरेको दादागिरी, त्यो चाहिँ मस्यौदा समितिभित्र बसेका 2 जना ठुला दादाहरू र एक्सपर्टका रूपमा आएका 3 जना साना दादाहरू र त्यसलाई सल्लाह दिन भनेर ढोकामा बसेका 2टा मझौला खालका दादाहरू। यी दादाहरूले दादागिरी गरेका कुरा वा तिनलाई निर्देशन गर्ने तिनका मालिकहरूले दादागिरी गरेका कुरा, किनकि जसलाई कुनै हकै छैन, अधिकारै छैन, त्यो कुरा बलजफ्ती गर्ने भनेको त त्यो मस्यौदा समितिमा दलितहरूको बहुमत हुने हो भने त कुट्ने रहेछ नि त। किन दादालाई त कुटेर तराउने हो, दादाले तर्क सुन्ने भने त हुँदैन। किन नेपालमा जसलाई दादा भनिन्छ त्यसले त बलको भाषा मात्रै सुन्छ भनेपछि यो दादागिरी भयो। अब यसबाट नेपालको दलितहरूको समग्र आन्दोलन, समग्र मुक्तिको प्रक्रियामा के हुन्छ होला त? यो मस्यौदा जस्ताको तस्तै संविधान सभाबाट पारित गर्यो भने दलितहरूका सन्दर्भमा प्रतिगमन त हुँदैन, प्रतिगमन त भन्न मिल्दैन, यो 47 तिर पनि फर्किँदैन। यसले सुधारै गर्छ। किन सुधार गर्छ त भने यसले प्रदेश र केन्द्रमा 40% अन्तर्गत 2-4 जना दलितहरूले लैजान्छ, बाध्य हुन्छ यो चुनेर लानलाई। यो 2-4 जना टिकट दिन पनि यसले बाध्य पार्छ यो संविधान हैन। स्थानीय स्तरमा फुल्ली चाहिँ पहिलो हुने निर्वाचन प्रणाली भनेर जो ल्याएको छ, यसले फेरि स्थानीय स्तरमा त सबै समुदायको निम्ति ढाड नै भाँच्नेवाला छ। स्थानीय समुदाय, स्थानीय स्तरको निम्ति त्यो त हुनै नसक्ने कुरा, त्यो एक रातमा बदलिएको कुरा हो। त्यस्तो व्यवस्था थिएन मस्यौदा, एक रातमा बदलिएको कुरा हो। यसरी हेर्दा यो सामान्य सुधार गर्ने खालको संविधान मात्रै बन्छ दलितहरूका सन्दर्भ। यदि यो मस्यौदा जस्ताको जस्तै पारित हुने सामान्य सुधार, जसरी 2007 सालपछि दलितहरूको जीवनमा एउटा कुरा प्राप्त भएको थियो, त्यो के त भने स्कुल जान दलित भए नि पाउने, भित्र गएर चाहिँ जुन बेन्चमा बसे पनि वा ढोका बाहिर बसेर पढ्न पर्यो नि, पढाउन चाहिँ स्कुलले पर्ने, त दलित भनेर भर्ना नलिन नपाइने भन्ने 7 सालले गरे त्यति हो दलितहरूको सन्दर्भमा। 46 सालले गरे के हो त भने सार्वजनिक ठाउँमा छुवाछुत गर्यो भने चाहिँ त्यो दण्डनीय हुने कानुन त आएर 63-64 बन्यो, के कुनको सजाय त। तर त्यति हो 47 को संविधानले दिएको भने यो संविधानले चाहिँ के दिनेवाला छ त? यदि यो मस्यौदा जस्ताको तस्तै लागू भयो भने प्रतिनिधि सभा र प्रदेश सभामा चाहिँ 2-4 जना दलितहरूलाई कसैले पुग्नबाट रोक्न नसक्ने, यति यसले दिनेवाला छ। यसले यति दिनेवाला छ भनेपछि यो सुधारवादी र आधारभूत रूपमा दलितहरूको जीवनलाई यथास्थितिमै सिद्धाइदिने, यहीँ कुँजो पारिदिने, तर राजनैतिक रूपमा र सामाजिक रूपमा केही न केही सुधार हुने खालको परिस्थिति बाहेक यहाँभन्दा बढी हुने म देख्दिनँ। धन्यवाद। धन्यवाद। सबैलाई नमस्कार। यो मलाई पर्दैन होला, टिपिहाल्यो भने ठिक छ। मस्यौदा संविधान र सीमान्तकृत समुदायको कोणबाट मस्यौदा संविधानलाई विश्लेषण गर्ने र त्यसमध्ये पनि मधेसको कोणबाट मलाई देवेन्द्रजीले भन्नुभएको थियो र त्यही हिसाबले अलिअलि माइन्ड मेकअप गरेर आएको छु। तर मलाई चाहिँ आज यो सञ्चालन गर्ने जिम्मा दिनुभएको थियो सुरुमा उहाँले, पछि चाहिँ अब वक्ताकै रूपमा राखिदिनु भयो। सबभन्दा पहिला संविधानको म धेरै कन्टेन्टको धेरै डिटेलमा म जान चाहन्न, जान सक्दा पनि सक्दिनँ। एक त त्यसै पनि हामी मधेसीहरूले तेस्रो भाषाको रूपमा नेपाली हो हाम्रो लागि। नेपाली पनि हामी स्कुलमा पढ्दाखेरि मैथिलीमै पढेका हौँ र अब यो चाहिँ कानुनविदहरूले लेखेपछि यो बुझ्न एकदम गाह्रो। नागरिकता सम्बन्धी प्रावधान जति पटक पढ्दा पनि साह्रै अप्ठ्यारो हुने, अङ्ग्रेजीभन्दा पनि गाह्रो लागेको मलाई। त्यसैले म कन्टेन्टमा धेरै जान चाहन्न, अलिअलि त बुझेको छु। म अरू कुराहरूमा अलिकति कुराहरू राख्छु। म सबभन्दा पहिला यो संविधान चाहिने पोलिटिकल दस्तावेज हो कि यो केवल लिगल दस्तावेज हो, यो विषयमा यो
वकिलहरूको एकाधिकार हुने हो कि संविधानको व्याख्यामा कि राजनीतिले यसलाई गाइड गर्छ, यो विषयमा हामी स्पष्ट हुनु एकदम जरुरी छ जस्तो लाग्छ मलाई। आजकल टेलिभिजन, रेडियो, अखबारहरूमा दिनदिनै एउटै दुईटै संविधानविद वकिलहरूको कमेन्ट्री सुन्दा सुन्दा वाक्क लाग्ने कि जस्तो कि संविधान भनेको कुरा चाहिँ नि वकिलले मात्रै आफ्नो कोर्समा पढ्ने कुरा हो, त्यो चाहिँ नेपाली जान्ने भए पनि अरूले बुझ्दैन भन्ने हिसाबले व्याख्या विश्लेषण गरिन्छ। मलाई के लाग्छ भने, र मैले यसलाई कुन रूपमा लिएको छु, यो मूलभूत रूपमा पोलिटिकल दस्तावेज हो। 2046 सालको आन्दोलनपछि नेपालका त्यति बेलाका मूर्धन्य वकिलहरूको टोलीले 47 को संविधान बनाएको थियो। कति दिन चल्यो त्यसमा? केले गर्दा चलेन? माओवादी जनयुद्धले गर्दा चलेन। माओवादी जनयुद्ध वकिलहरूले हाकेको थियो कि नेताहरूले हाकेको थियो? 2017 सालमा त्यति बेलाका नेपालमा सबैभन्दा चर्चित बुद्धिजीवी ऋषिकेश शाहले संविधान ड्राफ्ट गर्नुभयो, चलेन संविधान। त्यो वकिलहरूले गर्दा चलेन कि बीपी कोइरालाको आन्दोलनले गर्दा चलेन? भनेपछि यो संविधान भन्ने कुरा चाहिँ नि पोलिटिक्सले गाइड गर्ने हो, पोलिटिक्सले निर्धारण गर्ने हो। यसलाई अझ सरल रूपमा बुझ्दाखेरि पोलिटिक्सले जे कुरा डिसाइड गर्छ त्यसलाई वकिलहरूले लेखिदिने काम मात्रै हो। जस्तो कि यति जग्गा छ, यति जग्गामा मलाई 4 तला घर बनाउनु छ, 5 कोठाको 1 फ्लोर हुनुपर्छ भनिदिएपछि घर मालिकले, इन्जिनियरले त्यो हिसाबको नक्सा बनाइदिने हो, डिजाइन गरिदिने हो। त्यसैले इन्जिनियरले घर बनाएको पनि हो, तर त्यो घरको निर्देशन, त्यो घरको होलसेल मालिक चाहिँ नि जसले लिएको छ त्यसले नै घर बनाएको मान्नुपर्छ। संविधान पनि राजनीतिक दस्तावेज हो, राजनीतिले यसलाई गाइड गर्छ। अब यसको कन्टेन्ट भन्दा पनि यसको प्रोसेस जुन छ त्यसमा ठुलो आपत्ति छ। यसलाई अहिले हेर्ने दुईटा कोणबाट हेर्ने गरिन्छ आजको दिनमा नेपालभरि। एउटा चाहिँ यसले सुधार कसरी गर्ने ड्राफ्टलाई, अर्को चाहिँ यो ड्राफ्ट काम लाग्छ कि लाग्दैन भन्ने कोणबाट पनि हेरिन्छ। म चाहिँ धेरै जसो चाहिँ यो ड्राफ्ट कामै लाग्दैन भन्ने कोणबाट हेर्छु। सुधार गर्नु पर्यो भने केमा सुधार गर्दा हुन्छ भन्ने कुरा पनि अलिअलि हेर्छु, तर मेरो बेसी चाहिँ सोचाइ चाहिँ यसको कन्टेन्ट भन्दा पनि प्रोसेस नै यसको गलत हो र यसले चाहिँ नेपालको राजनीतिमा जुन कारण संविधान सभाको चुनाव हो, जुन कारण नयाँ संविधान चाहिएको छ त्यो समाधान दिइराखेको छैन। यसले नयाँ खालको द्वन्द्व दिइराखेको छ भन्ने मेरो बुझाइ हो। तैपनि अब 4वटा कोणबाट 4वटा कुरा यसमा हेरौँ हामी। यो कुन कन्टेक्स्टमा आउँदैछ संविधान, यसको कन्टेन्ट के छ जुन मधेसको लागि, जनजातिको लागि, दलितको लागि या खसारेको लागि राम्रो वा नराम्रो छ, यो कुन प्रोसेसबाट आउँदैछ संविधान र यसको इन्टेन्सन के छ, यसले मेसेज के दिन खोजेको छ। यदि यो राजनीतिक दस्तावेज हो भने यो मस्यौदाको राजनीतिक सन्देश के हो आजको नेपालमा, यो 4वटा कुरामा म आफ्नो कुराहरू केन्द्रित गर्दैछु। अहिलेको यो मस्यौदा संविधानको नेपालमा संविधान सभाबाट संविधान बन्नुपर्छ भन्ने लडाई लामो समयदेखि चले पनि यो 2052 सालमा थालेको माओवादी जनयुद्धबाट नै यो चरणको जुन जसको मस्यौदा माथि आज चाहिने राय सुझाव लिइदैछ, यसको चाहिने यो खण्डको खेल चाहिँ 2052 सालदेखि सुरु भएको थियो। 62 मा आएपछि यसले मूर्त रूप लियो कि अब नेपालमा संविधान सभाको निर्वाचन हुन्छ। शान्ति प्रक्रिया सुरु भएपछि, माओवादी शान्ति प्रक्रियामा आएपछि 63 मा अन्तरिम संविधान आयो जसले संविधान सभाको निर्वाचनको कल्पना गर्यो र त्यसमा मधेस आन्दोलन, मधेस विद्रोह जुन 63 र 64 मा भयो त्यसले नेपालमा नयाँ संविधान सभाबाट बन्नुपर्छ भन्ने कुरालाई नयाँ उचाइ दियो, नयाँ आयाम दियो र 2064 मा संविधान सभाको पहिलो निर्वाचन भयो, 2070 मा दोस्रो निर्वाचन भयो। यो सबै पृष्ठभूमिबाट 2072 मा नयाँ संविधानको प्रारम्भिक मस्यौदा आएको हो जसमाथि आज हामी छलफल गर्दैछौँ। यो कन्टेक्स्टलाई हामी बिर्स्यौँ भने यसको सबै कुरा हामी मिस गर्छौँ। त्यसैले यो कन्टेक्स्ट यो हो आजको दिनमा। 52 मा जनयुद्ध सुरु भएको, 62 मा शान्ति प्रक्रियामा आएको, 63 64 मा मधेस विद्रोहहरू भएको, त्यसपछि अनेक जनजाति आन्दोलन, दलित आन्दोलन र 64 र 70 को निर्वाचन पछि आज मस्यौदा आएको। अब यसमा कन्टेन्टमा के छ त? सबभन्दा पहिला मार्जिनल्सहरूको कन्टेन्ट के रे डिमान्ड के थियो, एजेन्डा के थियो नेपालमा?
चाहे दलित भन्नुस्, जनजाति भन्नुस्, मधेसी भन्नुस् या महिला भन्नुस्, थोरै फरक होला, तर मूलभूत रूपमा तीनटा, र खास गरी मधेसको कोणबाट मैले देखेको मधेसको तीनटा एजेन्डा थियो। एउटा रिकग्निसन अफ आइडेन्टिटी, पहिचानको संवैधानिक ग्यारेन्टी, नयाँ संविधानबाट खोजेको थियो मधेसले। दोस्रो प्रोपर पोलिटिकल रिप्रेजेन्टेसन, त्यो भनेको नेपालको केन्द्रीय विधायिकामा र त्यसपछि हुने विधायिकाहरूमा जनसङ्ख्याको आधारमा मधेसीहरूको समानुपातिक प्रतिनिधित्व, जुन कि 2064 को संविधान सभाको पहिलो निर्वाचन अघिसम्म 10 वटा जति निर्वाचन भएको थियो नेपालमा। निर्वाचन वा छनौटबाट केन्द्रीय विधायिकाको गठन भएको थियो, कुनैमा पनि मधेसीको उचित प्रतिनिधित्व थिएन। त्यसैले मधेसको दोस्रो एजेन्डा भनेको प्रोपर पोलिटिकल रिप्रेजेन्टेसन, र तेस्रो एजेन्डा भनेको मिनिङफुल इन्क्लुजन इन द स्टेट मेकानिजम। त्यो भनेको स्टेट मेकानिजम भनेको स्टेटको गन चलाउने ठाउँ, स्टेटको पैसा बाँड्ने ठाउँ र स्टेटको पेन चलाउने ठाउँ। यो तीनटा ठाउँले स्टेट चल्छ, गन, पेन एन्ड मनीले। यो ठाउँमा मधेसीहरूको मिनिङफुल प्रेजेन्स, त्यो निर्णय गर्ने ठाउँमा पुग्नु पर्यो भन्ने नै मधेसको तीनटा एजेन्डा थियो। संविधान सभाभन्दा अघि 2010 सालदेखि सुरु भएको मधेस आन्दोलन र अहिलेसम्म पनि त्यो जस्ताको त्यस्तै छ। अब यो कुरा यदि मार्जिनल खास गरी मधेसको एजेन्डा थियो भने यो संविधानको कन्टेन्टमा यसलाई कसरी सम्बोधन गरिएको छ हामी त्यसमा हेर्नुपर्ने हुन्छ। धेरै धारा उपधारा छ, तर पछिल्लो संविधान योभन्दा अगाडिको 2064 को संविधान सभामा पनि र अहिले पनि विवादित 4-5 वटा विषयहरू थिए। एउटा फेडरलिजममा प्रदेश कसरी बन्ने, प्रदेशको सीमाङ्कन कसरी गर्ने, नामाङ्कन त्यति थिएन, सीमाङ्कन मधेसलाई पहाडसँग मिलाउने कि नमिलाउने, मधेसभित्र कतिवटा प्रदेशमा, दुईटा। त्यसैले फेडरलिजम एउटा विवादित विषय थियो। इलेक्टोरल सिस्टम, निर्वाचन प्रणाली कस्तो हुने नेपालको, 64 मा मिश्रित निर्वाचन प्रणाली भयो, मधेसीहरूको प्रतिनिधित्व बढ्यो। एक प्रकारले जनसङ्ख्याको आधारमा मधेसीहरू केन्द्रीय विधायिकामा पुगे। यसलाई निरन्तरता दिने कि यसमा हेरफेर गर्ने, एक नम्बर एजेन्डा थियो इलेक्टोरल सिस्टममा। इलेक्टोरल सिस्टमको एजेन्डा नम्बर के थियो भने कि तराईमा सिट वितरण गर्दाखेरि प्रत्यक्षतर्फको देशमा कति सिट हुने र तराईमा कति सिट जाने। तराईको डिमान्ड के थियो भने जनसङ्ख्याको आधारमा 50% को हाराहारीमा जनसङ्ख्या चाहिँ तराईको, प्रत्यक्षतर्फको सिट पनि त्यति हुनु पर्यो। अर्को थिङ्किङ के थियो भने जिल्ला धेरै पहाडमा छ, पहाडमा बढी सिट हुनु पर्यो। दुईटा, एउटा समानुपातिकको रेसियो के हुने, प्रत्यक्षको सिट वितरण के हुने, यो 2 नम्बर विवादित विषय थियो। 3 नम्बर विवादित विषय फर्म्स अफ गभर्मेन्ट, शासकीय स्वरूप कस्तो हुने, निर्वाचन के अरे वेस्ट मिनिस्टेरियल मोडल या प्रेसिडेन्सियल, त्यो कुरामा। र चौथो जुडिसियरीको बारेमा, यसलाई रिफर्म गर्ने कि नगर्ने, इन्क्लुसिभ बनाउने कि नबनाउने। र पाँचौं जुन मधेसको विशेष समस्या थियो, र 6 नागरिकता सम्बन्धी। यो 5 वटा विषयमा पहिलादेखि लामो समयदेखि विवाद चलिआएको, अघिल्लो संविधान सभाले पनि मिलाउन नसकेको, अहिले पनि यही विषयको कारण चाहिँ नै नेपालमा उथलपुथल भएको राजनीतिक समीकरण। भनेपछि यो 5 वटाको बारेमा मस्यौदाले के बोलेको छ, हामी त्यो विषयमा कुरा गर्यौं भने मधेसको कोणबाट त्यो अलि छिटो बुझ्न सजिलो हुन्छ। फेडरलिजमको बारेमा यसले इग्नोर गरेको छ, अलमलाउन खोजेको छ, इग्नोरै नभनौँ, अलमलाउन खोजेको छ। सब भाषा पढ्दाखेरि दिने पनि भन्छ, तर नियत हेर्दाखेरि नीति चाहिँ दिने, तर नियत चाहिँ नदिने। किनभने अहिलेसम्म जति सहमति भएको छ मधेससँग कुनै पनि पुरा भएको छैन। त्यसकारण फेडरलिजम लेख्दैमा दिइहाल्छ भन्ने कुरा मधेस पत्याइराखेको छैन। काठमाडौँले ठिकै छ हाम्रो नियतमा चाहिँ शङ्का नगरोस् भन्दा, तर मधेसले त्यो कुरा पत्याइराखेको छैन। इलेक्टोरल सिस्टममा प्रत्यक्षतर्फको सिट कसरी वितरण हुने, यो संविधान स्पष्ट छैन। समानुपातिक, जसले दलित, जनजाति, महिला, मधेसी को प्रतिनिधित्व बढाएको थियो अघिल्लो संविधान सभामा, त्यसलाई घटाएको छ। र अहिलेसम्मको इतिहासले के देखाएको छ भने प्रत्यक्षतर्फको निर्वाचन प्रणालीले यो देशमा वर्चस्वशाली समूह, जसको सत्तामा पहुँच छ,
जोसँग पैसा छ र जो उच्च जातका छन्, यी 3टा क्राइटेरिया पूरा गरेको समूहले प्रत्यक्षतर्फ निर्वाचन जित्ने गरेको छ, जसको परिणाम नेपालको केन्द्रीय विधायिकामा सदाबहार रूपमा खस आर्य समुदायको वर्चस्व रहेको छ। त्यसैले प्रत्यक्षतर्फको सिट बढायो, समानुपातिकलाई घटाइदियो, जसले सीमान्तकृतलाई माथि ल्याउने हो, र प्रत्यक्षमा पनि कसरी सिट वितरण गर्ने, पहाडमा बढी कि मधेसमा बढी भन्ने, जनसङ्ख्यालाई आधार कि भूगोललाई, यो विषयमा स्पष्ट त बोलेको छैन, तर भूगोललाई बढी प्राथमिकता दिने भनेको छ। भनेपछि भोलिको इन्टरप्रिटेसन र जिल्लालाई नटुक्राउने भनेपछि 55 जिल्ला मधेस पहाडमा, 20 जिल्ला मधेसमा भएपछि मधेसमा नै यो सिट घट्ने निश्चित प्राय छ है। तेस्रो, फल्सो गभर्नमेन्टको बारेमा मधेसमा धेरै ठुलो आपत्ति छैन। मधेसको चाहना संसदीय व्यवस्था नै हो, त्यसमा नै रिजनल पार्टीहरूको भविष्य हुन्छ, साझेदारी हुन्छ, त्यसमा धेरै आपत्ति छैन जस्तो मलाई लाग्छ। र जुडिसियरीको बारेमा जहिले पनि नेपालमा एउटा सुरक्षा निकाय र अर्को जुडिसियरी, यो दुईटा कस्तो हो भने यसको बारेमा धेरै बोल्नु पनि हुँदैन, धेरै बोल्यो भने यसले बिताइदिन्छ भन्ने कन्सेप्टबाट बोल्दैन हुने हैन। र यो सबैभन्दा रिग्रेसिभ, सबैभन्दा कन्जर्भेटिभ र सबैभन्दा कम इन्क्लुसिभ निकाय हो। यसको बारेमा यो संविधानले केही पनि बोलेको छैन, न रिफर्मको बारेमा बोलेको छ, न इन्क्लुजनको बारेमा बोलेको छ जुडिसियरीको। त्यसैले मधेसको लागि यो पनि कुनै केही दिनेवाला छैन। र सबैभन्दा आपत्तिजनक र सबैभन्दा विवादास्पद चाहिने मधेसको लामो समयदेखिको रहेको एजेन्डा जुन सिटिजनसिपको थियो, नागरिकताको, त्यसमा आजसम्म 2009 सालदेखि अहिलेसम्मको नागरिकता प्रावधानभन्दा निकै नै तपाईँको कन्जर्भेटिभ रिग्रेसिभ एजेन्डाहरू चाहिने, रिग्रेसिभ खालले चाहिने व्यवस्थाहरू गरेको छ। पहिला के थियो भने मधेसमा सीमाञ्चलमा 20 जिल्लाको सीमा भारतसँग जोडेको छ, 3तिरबाट भारतमा बिहाबारी हुने चलन पुरानो हो। सुनिए अनुसार 5 लाख जति बुहारी हरेक वर्ष भित्रिन्छ भारतबाट नेपालमा। यसमा के छ भने अब यतिन्जेल के थियो भने बिहा गरेर आएको महिलालाई अङ्गीकृत दिने, बाउ र आमा मध्ये एकजनासँग वंशज हुँदा उसको छोराछोरीले वंशज पाउने। अब यसले के भनेको छ भने वंशजको नागरिकता पाउनको लागि आमा र बुवा दुवै नेपाली हुनुपर्ने, र यसको इन्टरप्रिटेसन के हो भने वंशजको नागरिकता लिएको हुनुपर्ने। आमा वंशजको नागरिकता लिएको छैन भने उसको सन्तानले पनि अङ्गीकृत नै पाउने। भनेपछि वर्षमा 5 लाख नभए 2 लाख नै बुहारी यदि भारतबाट आउँछ भने उसको सबैको सन्तान चाहिने अङ्गीकृत हुने। र सबैभन्दा आपत्तिजनक के हो भने अङ्गीकृत नागरिकतावालाले यो देशमा राष्ट्रपति, उपराष्ट्रपति त ठिकै छ, त्यसमा राख्दा पनि हुन्छ, प्रधानमन्त्री बन्न नपाउने, तर गभर्नर पनि बन्न नपाउने, पुलिसको चिफ पनि बन्न नपाउने, आर्मीको चिफ पनि बन्न नपाउने। आर्मीको चिफ त खैर दिए पनि नदिए पनि कहिले बन्छ र मधेसी हैन, लगायतका विभिन्न अधिकारहरू कटौती गरेको छ। त्यसैले सिटिजनसिपको एजेन्डा चाहिने सबैभन्दा बढी विवादास्पद र मधेसको कोणबाट आपत्तिजनक छ। यति बोलिसकेपछि कति टाइम बाँकी भयो हाम्रो? 5 मिनट। अब यो कन्टेन्टको बारेमा मैले भनिसकेँ, त्यसपछि प्रोसेसको बारेमा र इन्टेन्टको बारेमा म लास्टमा भन्छु। प्रोसेस के भने नेपालमा अहिले जुन कन्टेक्स्टमा यो संविधान आउँदैछ, यसमा जसले जति कुरा गरे पनि 4टा पोलिटिकल ग्रुप र 3टा सोशल ग्रुपको बिचमा सहमति नभएसम्म नेपालमा संविधान लागू हुन सक्दैन। त्यो 4टा पोलिटिकल ग्रुप भनेको नेपाली काङ्ग्रेस, नेकपा एमाले, नेकपा माओवादी र मधेसी शक्ति। मधेसी शक्तिमा विजय गच्छेदार कि मातृका यादव कि उपेन्द्र यादवमा जाला क्वेश्चन। मधेसी शक्ति भनेको जो आन्दोलनबाट स्थापित भएको शक्ति हो, 63 र 64 को आन्दोलनबाट। यदि त्यसो नमान्ने हो भने त माओवादीको नाममा मातृका यादवसँग सहमति गरेर हुन्छ त यो देशमा राजनीति अगाडि बढ्छ त? नेकपा माओवादीको अध्यक्ष मातृका पनि, नेकपा माओवादीको अध्यक्ष प्रचण्ड पनि, त प्रचण्डलाई माइनस गरेर यो देशमा राजनीति अगाडि बढ्छ त? बढ्दैन। विप्लवसँग कुरा गरेर प्रचण्डलाई माइनस गरेर राजनीति अगाडि बढ्छ त? बढ्दैन। त्यसैले मधेसको बारेमा अहिले धेरै चर्चा के भने सबभन्दा ठुलो पार्टी विजय गजदार होइन, सबभन्दा ठुलो पार्टी विजय गजदार भएर भएन कि मधेसी शक्ति भनेको 63 र 64 को आन्दोलनबाट स्थापित भएको शक्ति भनेको उपेन्द्र यादव नेतृत्वको पार्टी, महन्त ठाकुर नेतृत्वको पार्टी र राजेन्द्र महतो नेतृत्वको पार्टी।
मन पर्नु नपर्नु आफ्नो ठाउँमा छ, तर मधेसको राजनीतिमा स्थापित शक्ति भनेको मूलधारको राजनीतिलाई प्रतिनिधित्व गर्ने यही तीनटा शक्ति हो। यो तीनटालाई यदि एउटा मधेसी शक्ति मान्ने हो भने नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी, प्रचण्ड नेतृत्वको माओवादी र मधेसी मोर्चा, यो चारवटा राजनीतिक शक्ति र तीनटा सामाजिक समूह भनेको खसार, आदिवासी जनजाति र मधेसी, जसको बराबर शेयर छ पोपुलेसनमा, यो तीनटा सामाजिक समूह र चारटा राजनीतिक समूहको बीचमा जबसम्म एक प्रकारको सहमति हुँदैन, नेपालमा कुनै सहमति, कुनै संविधान लागू हुन सक्दैन। त्यसबाट यो संविधानको यो ड्राफ्ट पछाडि फर्केको छ। कसरी पछाडि फर्केको छ भने यो ड्राफ्ट केही पनि होइन। यो ड्राफ्टको अगाडि 16 बुँदे सहमति महत्त्वपूर्ण। यसको जननी भनेको 16 बुँदे सहमति। 16 बुँदे सहमतिमा 4 जनाले सिग्नेचर गर्यो, 4 जनाको सिग्नेचर छ, त्यो लिड टेकर भयो। 12 जना यसमा डिल मेकरहरू हुनुहुन्थ्यो। त्यो 12 जना डिल मेकरमा एउटा पनि मधेसी हुनुहुन्थ्यो, एउटा पनि दलित थियो, वर्षामान पुन बाहेक एउटा पनि जनजाति थियो। मधेसी दलहरू, जनजाति दलहरूसँग अथवा उसमाथि अविश्वास गर्नु, उसलाई इग्नोर गर्नु त ठिक छ, तीनटा शक्ति मिलेपछि ठिक छ, तर आफ्नै पार्टीका नेपाली कांग्रेस भित्रका मधेसी जनजाति दलित, एमाले भित्रका मधेसी जनजाति दलित, माओवादी भित्रका मधेसी जनजाति दलित प्रति पनि यो 12 बुँदे सहमति, 16 बुँदे सहमति र 12 जना डिल मेकरले न्याय गर्नुभएको छैन, शंका गर्नुभएको छ है। त्यसैले यसको प्रोसेसको बारेमा म के भन्छु भने 16 बुँदे सहमति पूर्ण रूपले एउटा वर्चस्व स्थापित गरेको समूहको इच्छा अनुसार भएको छ, जसमा सीमान्तकृतहरूलाई कतै स्थान दिएको छैन। त्यसकारण यसको प्रोसेस सबैभन्दा बढी आपत्तिजनक छ। त्यसले यसको राजनीतिक सन्देश जुन छ त्यसले के भन्छ भने, यसको इन्टेन्सन के हो भने, यो संविधानको मस्यौदाको र 16 बुँदे सहमतिको, 16 बुँदेलाई हामीले 16 बुँदे सहमतिको 15 नम्बर बुँदामा तपाईँ पढ्नुहोस् के भनेको छ भने, यो मूलभूत सहमतिको भावना अनुरूप संविधान निर्माणको प्रक्रिया अघि बढिनेछ। यो भावना के हो यसको? यो मूलभूत सहमतिको भावना। यो मूलभूत सहमतिको भावना के हो भने, मधेसीहरूलाई राजनीतिक अधिकार दिइयो भने, उसको रिप्रेजेन्टेसन बढ्यो भने यो देशमा राष्ट्रपति हुँदो रहेछ। राष्ट्रपति त हामीले अथवा राष्ट्र प्रमुख त हामीले खाइपाइ आएको सुविधा हो, यो अरूलाई दिने हो र शासक त हामी हो, अरूलाई त शासित पो बनाउने हो। उपराष्ट्रपति त ठिक छ, त्यो त उपराष्ट्रपतिको लागि त मधेसीहरू क्वालिफाइड हो नि, जनजातिहरू क्वालिफाइड हो नि, राष्ट्रपति भइदिने। यो सबै कुराको खेल रामवरणजी राष्ट्रपति भएर भएको। राजनीतिक प्रतिनिधित्व घटाउने, समानुपातिक होइन कि कुनै पनि प्रकारको समावेशीकरण राज्य संरचनामा भयो भने जो त्यहाँ छ उसको हक खोसिन्छ। त्यसैले समावेशीकरणको विरुद्धमा संघीयता दियो भने काठमाडौँमाथि काठमाडौँसँग भएको स्रोतको बटवारा हुन्छ, त्यसले संघीयता दिनु हुँदैन। निर्वाचन प्रणालीलाई संशोधन गरेर प्रतिनिधित्व घटाउनु पर्छ र राज्यको कुनै पनि निकायमा समावेशीकरणको नाममा कसैलाई कोटा दिनु हुँदैन। यो त क्वालिफिकेसनको आधारमा हुने हो भनेर समावेशीकरणको विरुद्ध, निर्वाचनमा समानुपातिक प्रतिनिधित्वको विरुद्ध र पहिचान दिने, स्रोत साधनमा पहुँच पुर्याउने संघीयताको विरुद्ध यो 16 बुँदे सहमति र यो मस्यौदा आएको छ। यसको पोलिटिकल म्यासेज चाहिने त्यो हो, हामी मालिक हो, तिमीहरू बहालमा बस्ने हो, जति बेला मन लाग्छ त्यति बेला हामी तिमीलाई इन्ट्री दिन्छौँ, नत्र दिँदैनौँ। यो चाहिने यसको कन्टेक्स्ट, कन्टेन्ट, प्रोसेस र इन्टेन्टको बारेमा मैले कुरा गरिसकेपछि लास्टमा अब के हुन्छ त, यो कसरी भयो र अब के हुन्छ? नेपालको राजनीतिमा जुन कुरा भएको छ यो अत्यन्त विरल घटनाको रूपमा मलाई लाग्छ, राजनीति शास्त्रीहरू हुनुहुन्छ यहाँ, यो नेपाली कांग्रेस एमाले एउटा पोलमा, माओवादी अर्को पोलको नेतृत्व गरिराखेको बेलामा नेपालको पोलिटिक्स एक प्रकारले अगाडि बढेको थियो। माओवादीलाई मधेसी दलहरूले साथ दिएको थियो। त्यसैले नेपाली राजनीति, संविधान निर्माणको राजनीति दुई पोलमा विभाजित थियो। एकतिरको नेता केपी ओली, अर्कोतिरको नेता प्रचण्डजी। यो कसरी भयो भने प्रचण्डजीले पोल सिफ्ट गरिदिनु भयो। प्रचण्डजी
जसको विरुद्ध लड्दै हुनुहुन्थ्यो त्यस्तै खेमामा गएर आफ्नै पुरानो साथीलाई आक्रमण गर्न थाल्नु भनेपछि यो प्रचण्डजीको पोल सिफ्ट वा युसिपिएन माओइस्टको पोल सिफ्टले गर्दाखेरि नेपालको राजनीति यो मोडमा पुगेको भनेपछि अब यो कसरी अगाडि बढ्छ त? यो अगाडि बढ्छ, यसले एउटा संविधान दिन्छ र यो संविधानको विरुद्ध बोल्ने हरेक समूह, हरेक तबकाका दल वा अधिकारकर्मी माथि निर्ममतापूर्वक यसले अब नेपाली राज दमनको नीति लिने। त्यसपछि के हुने हो भन्दाखेरि सीमान्तकृतहरूको अधिकार प्राप्तिको लडाई जुन 62-52 देखि आश जागेको थियो, 62 पछि भरोसा जाग्न थालेको थियो, त्यो केही वर्षको लागि लम्बिन गयो जस्तो मेरो बुझाइ छ र यो कठिन पनि हुनेछ। अब त्यो सजिलो छैन। आज हेर्नुस्, हिजो हेर्नुस्, तराईतिर जहाँ विरोध भएको छ 50 जना राय सुझाव दिन गएको छ, 500 जना पुलिस छ। आज जनकपुरमा अहिले 1 घण्टा अगाडि जो त्यहाँको आन्दोलन नेतृत्व गर्दै थियो त्यो युवालाई बोलाएर एसपीसँग कुरा गर्नु छ भनेर 2टा भ्यानको बीचमा राखेर जबरजस्ती कुटेको छ र उसले चाहिँ हस्पिटलमा राखेको छ। र कुनै मानव अधिकारवादी, कुनै मिडिया, कुनै नागरिक समाज काठमाडौँको मधेसको यो अवस्थाको बारेमा बोल्न चाहदैन। त्यसैले मधेसमा पार्टिकुलरली कुरा गर्दाखेरि अधिकार प्राप्तिको लडाई लम्बियो, तर सँगसँगै डरलाग्दो राजनीति अगाडि आउन सक्छ भन्ने मलाई डर लागेको छ। धन्यवाद। धेरै धन्यवाद दुवैजना वक्ताहरूलाई। अब हामी केही प्रश्नहरू लिनेछौँ र ती प्रश्नहरूमा वक्ताहरूको आफ्नो केही टिप्पणी र सुझावहरू पनि हुनेछ। केही प्रश्नहरू कृपया छोटोमा आफ्नो नाम सहित राखिदिनु अनुरोध चाहन्छु। अनि कसलाई सोधेको त्यो पनि भन्नु होला। मेरो नाम पूर्ण तपन हो। तपाईँहरू दुवैजनाको जुन विश्लेषण हो, कुराकानी हो, त्यो निकै लजिकल र तर्कपूर्ण लाग्यो। तर मेरो एउटा प्रश्न के छ भने यसरी तर्क वितर्क मात्र गरिरहने भयो भने यो दोस्रो संविधान सभा पनि असफल अवश्य हुन्छ। अनि कहाँ जाने त हामी? अब कुन आन्दोलनमा जाने? त्यो मार्ग, त्यो बाटो देखाउने काम तपाईँहरूको विश्लेषणमा देखिएन। त्यसको आधारहरू देखाउनु भए साह्रै राम्रो हुनेछ। नमस्ते, मेरो नाम विवेक। मेरो क्वेसन चाहिँ हाउतीजीलाई। दलितको बारेमा तपाईँले जति अहिले कुराकानी गरिरहेर सुनिरहँदाखेरि त्यो सबै भ्यालिड कुराहरू नै छ, हामीलाई पनि त्यो रियलाइज भएको हो। दलितको बारेमा यहाँ कुरा गर्दा 3 टाइपको दलितहरू तपाईँकै केही राइटिङ्सहरूलाई रिफरेन्स लिएर भन्दाखेरि पनि पाडिया दलित, नेवारको समुदायभित्रको एउटा सेगमेन्ट, अनि तराईको दलितहरूको कुराहरू पनि त्यतिकै छ। यति लामो दलितको लडाइँ लडिरहँदाखेरि झन्डै 40 लाखको हाराहारीमा पपुलेसन भएको दलित भन्ने कुराहरू पनि त्यो डेटाहरूले त्यो देखाउँछ। कसरी यो आन्दोलन अलिक कन्सोर्टियम रूपमा, अलिकति बलियो रूपमा आउन सकेन, जोइन्टली आउन सकेन? किनभने त्यो कुरा चाहिँ प्रत्यक्ष रूपमा देखिएको छ। आन्दोलनहरू हुँदाखेरि अलिकति बढी फ्रेगमेन्टेड भएको होइन, एउटा ठाउँको हिसाबले, अर्को पार्टीहरूमा भएको एसोसिएसनको हिसाबले पनि। त्यसरी यदि त्यो आउन सकेका होइन भन्ने मान्ने हो भने, यो मेरो कुरालाई सही भन्ने हो भने त्यहाँभित्रको कस्तो खालको पोलिटिकल, इकोनोमिक अथवा सोसियल रिजनहरू थियो? यदि त्यो सही होइन भनेर भन्ने हो भनेदेखि त्यसको आधारहरू के होला? अलिकति क्लियर गरिदिनुहुन्छ कि? नमस्ते, म दिनेश हरिजन चमार हो। मेरो रूपन्देही घर हो। मेरो खास क्वेसन भनेको हाउती सरलाई र तुला सर दुवैजनालाई। दलित समुदाय सबले अघि 3टा दलित पनि भन्नुभयो, नेवार समुदाय, एउटा पहाडिया दलित, एउटा मधेसी तराई दलित। र अहिलेसम्म आन्दोलन, हरेक आन्दोलन, यो मधेस आन्दोलनमा होस् अथवा जुनसुकै आन्दोलनमा 2007 सालदेखि मधेसी आन्दोलनले पनि, मधेसी समुदायका दलितहरूले पनि आन्दोलन नगरेका हुन्, सहभागी भएकै थिए। तर
62 30 पनि तिनीहरू धेरै चाहिँ ज्यान गुमाएका हुन् र मधेसमै गएर पहाडका साथीहरू उनीहरूकै चामल खाएका हुन्, चाहे त्यो दलित होस्, चाहे त्यो जनजाति होस्, चाहे त्यो खास बाहुन होस्। तर जुन 62 63 पछि एउटा केही नियुक्तिहरू, राजनीतिक नियुक्तिहरू पनि भएका छन् होइन, राष्ट्रिय दलित आयोग जस्ता चाहिँ, त्यो आयोगहरूमा र त्यो दलित विकास बोर्डमा पनि अहिलेसम्म एउटा मधेसी दलित अध्यक्ष नबन्नुको कारण के त? दोस्रो के छ भने मधेसी दलितहरू चाहिँ आन्दोलनमा चाहिँ जतिखेर सहभागी हुन्छन् यो पनि छैन कि हो उनीहरू चाहिँ अनएजुकेटेड छन्, डोम समुदाय, चमार, मुसारी, नेहरू छन् मधेसी दलित। तर यी समुदायलाई, यो पहाडमा बस्ने दलित समुदायले हरेक अवस्थामा चाहिँ पहाडी दलित समुदायहरू नै एउटा चाहिँ धोती भैया भनेर किन हेपिएको र त्यसमा यहाँ यो मधेसी भनेर हेपिन्छ, त्यो किन होला होइन? र कुरा सरलाई के छ भने मैले एउटा जानकारी पनि गराउन चाहन्छु। हिजो कपिलवस्तु जिल्लामा सच्चानन्द चमारलाई चाहिँ त्यहाँको प्रहरीले क्षेत्र नम्बर 3मा चाहिँ उनी चाहिँ मेरो दलित समुदायको यो प्रतिनिधित्व गराइदिनु होला, यो हाम्रो चाहिँ अधिकार हो भनेर लिस्टिङ गरेर लिएर जाँदाखेरि खास त्यो चमार टोलका लगभग केही नभए पनि 150 को हाराहारीका चमारहरूको प्रतिनिधित्व गर्दै उहाँ जाँदै हुनुहुन्थ्यो। उहाँलाई चाहिँ निर्मम तरिकाले कुटपिट गरेर हत्या गर्ने पनि प्रयास गरिएको छ। त्यसको बारेमा मधेसी समुदायले एउटा मधेसी दलितकै हकको लागेर मधेसी दलितहरूको आवाजलाई चाहिँ मधेसी समुदाय जुन चाहिँ काठमाडौँमा बस्छन् र त्यो पनि बुद्धिजीवीहरू हुनुहुन्छ, उहाँहरूले किन आवाज उनीहरूको चाहिँ उठाउनुहुन्न? धन्यवाद। धन्यवाद आवती सर र तुला सरको चाहिँ जुन किसिमको विश्लेषणात्मक प्रस्तुति छ त्यसको लागि धेरै धन्यवाद। धेरै कुराहरूबाट स्पष्ट भयो। मैले सोध्न चाहेको कुरो के छ भन्दाखेरि यो संविधानले जुन किसिमको अहिले राय सुझाव सल्लाहहरू पनि मागिरहेको छ, अधिकारबाट चिप्लाइरहेको छ र कानुनमा चाहिँ व्यवस्था भएअनुसार भन्दै चाहिँ के भन्दा ढाँट्ने प्रवृत्ति पनि गर्दैछ। यसबाट उन्मुक्ति पाउनको लागि दलित र मधेसी समुदायहरूले के गर्न सक्छ? तत्काल यसलाई रोक्नको लागि अथवा ती तत्काल अधिकारमा व्यवस्था गर्नको लागि यहाँहरूको पहल के हुन्छ? हस्त म दिलभित्र माग्दै थियो यो आवतीज्यूले मेरो एउटा जिज्ञासा भन्नु कि मेरो यो खै के भन्नु होइन। यो दलितको बारे धेरै कुराहरू उठिरहँदाखेरि चाहिँ उहाँले धेरै राम्रो कुरा गर्नुभएको छ, त्यसमा मेरो कुरा चाहिँ त्यस्तो छैन। र अलिकति मलाई एउटा मेरो सानो जिज्ञासा के छ भन्दाखेरि दलितको सवालमा हामी धेरै पहाडिया दलित होइन अनि मधेसका दलितहरूका कुरा गर्छौँ, तर मलाई अलिकति चाहिँ कस्तो लाग्यो त्यो हिमालतिर चाहिँ होइन, हिमालका बासिन्दाभित्र पनि थोरै डिस्क्रिमिनेसन छ। त्यो डिस्क्रिमिनेसन कस्तो खालको भन्दाखेरि उनीहरू चाहिँ यता पहाडिया दलितहरू सिको गरेर हो या होइन उनीहरूभित्र त्यस्तो खालको हो। त्यहाँ चाहिँ कस्तो छ भने मुखजुटा नचल्ने, बिहाबारी नचल्ने होइन, अनि त्योभन्दा अरू धेरै त्यहाँ चाहिँ त्यो भाइलेन्सहरू भएको होइन। बिहा भएपछि के अरे मान्छेहरूमा चाहिँ सुरै गरेको पनि त्यहाँ धेरै घटनाहरू देखिरहेको छ। अब त्यो केसले चाहिँ हामी दलितको केसबाट लाने या कुन केसबाट चाहिँ त्यसलाई चाहिँ हामीले लाने भन्ने नै मेरो आग्रह हो। थ्याङ्क यू। हजुर, अलिकति नै प्रश्न लिउँ, यसपछि अग्रहणमा चाहिँ लिउँला। अहिले उठेका प्रश्नहरूमा आफ्नो विचार जवाफको लागि यहाँ मूलभूत रूपमा अहिलेसम्म आएका दुवैजनालाई भन्दै र मलाई मात्रै भन्ने पनि छ। म छोटो राख्न चाहन्छु। यो अहिले सबै कुरा भनिरहँदा यो दोस्रो संविधान सभा परीक्षेर जाने भयो, के उपाय छ त भन्ने जुन कुरा छ, यसलाई खेर नजानका निम्ति संविधान सभाभित्र तय गरेको नियमावली जे छ र नेपालमा क्रियाशील रहेका राजनीतिक शक्ति र सङ्गठित रूपमा रहेका समुदायहरू जे छन् तिनीहरूसँगको हिजो भएका सहमति, संविधान सभाभित्र भएका व्यवस्था, यी सबैको आधारमा कुनै छल कपट नगरिकन छलफल गरेर संविधान पास गर्यो भने भइहाल्यो। अब छल कपट भइसकेपछि के हुन्छ भने के हुन्छ त्यो त केही कुरा हो। बैमानी भएपछि के हुन्छ त्यसको त कसले जिम्मा लिने, त्यसको त जिम्मा लिन सकिँदैन, त्यो गाह्रो कुरा। त्यसकारण अहिले पनि
यो सुझाव सङ्कलन भन्ने छ, यो अब भन्ने पनि के भन्ने, यो एउटा ठुलो उत्सव जस्तो छ कि यो चाहिँ फ्रान्सेली एकजना विद्वानले भने जस्तो मानव समुदायमा चाहिँ गलततिर फड्को हान्नु पर्यो पनि सहीतिर फड्को हान्नु पर्यो पनि एउटा उत्सव नगरी जाँदैन अरे क्या मान्छे भने जस्तो हो, नत्र मान्दैनन् मान्छेले भने जस्तो। अब जति सुझाव आउँछ त्यो गन्ने समेतै छैन, कहाँबाट गन्ने, केमा हालेर गर्ने, त्यो त सम्भव भएको कुरै होइन त्यो। अब यस्तो यस्तो हुँदै जान्छ। जे होस् भनेको संविधान सभाको नियमावली, संविधान सभाभित्र भएका स्वामित्व ग्रहण गरेका विषय र नेपालमा क्रियाशील यथार्थमै क्रियाशील राजनीतिक शक्तिहरूको बिचमा जे सहमति सहकारी हुँदै आएको हो त्यसको आधारमा गर्न थाल्यो भने यो केही गडबडी हुँदैन, यो उपलब्धिमूलक हुन्छ। अब त्यसो नगर्ने हो भने के हुन्छ त्यो त हेर्दै जाने सर्कल गर्दै जाने कुरा भयो। अब आयो अर्को यो मधेसी दलितको सन्दर्भमा चाहिँ एकजना साथीले भन्नुभयो कि दलित आन्दोलनको चाहिँ यो विभाजन भएको वा कमजोर भएको इत्यादि देखियो, के हो त स्थिति भन्ने छ। पहिलो कुरा हाम्रो दिमागमा अहिलेसम्म प्रचलित रहेका वा नेपालका अधिकांश, है मैले अधिकांश शब्द प्रयोग गरेको छु, सबैलाई भनेको छैन, अधिकांश समाजशास्त्री, अधिकांश राजनीतिक शास्त्री पनि र राजनीतिज्ञ हैन, यिनीहरूले भनेर हाम्रो दिमागमा जे सेट भएको छ त्यसको आधारमा विश्लेषण गर्यो भने धेरै कुरा गडबड हुन्छ मेरो विचार। दलितहरूका सन्दर्भमा चाहिँ यिनीहरूको एकता छैन भनेर जे भन्ने गरिन्छ, मेरो विचारमा दलित समुदाय जति एकताबद्ध अरू समुदाय नेपालमा कोही पनि छैन। अब यसको कारण चाहिँ यो गफ लाग्यो भन्ने हुन्छ, धेरै यो छ भन्ने भयो। यसको कारण के छ भने अहिले नेपालमा कुन समुदाय चाहिँ एक ठिका छ? महिला छ त एउटै मञ्चमा छैन, पार्टीहरूमा विभाजित छन्। मधेसी छ त झन् मधेसी त सधैँ छैन, मधेसवादी भन्ने एक थरी छन्, मधेस नवादी भन्ने एक थरी छन् होइन। एउटै पार्टी कति टुक्रा भयो, रेकर्ड कायम गर्न आइसके होइन, भनिसकेपछि ती त छँदै छैन। उनीहरूको पोजिटिभ कुरा राजनीतिक नारा अर्कै कुरा भयो, र उनीहरूको साङ्गठनिक कुरा गर्दाखेरि उनीहरू एक ठाउँ छँदै छैन। मुस्लिम एक ठाउँमा छ त छैन, जनजाति एउटै सङ्गठनमा छ त छैन। जनजाति महासङ्घ त कुनै सङ्गठन होइन, राजनीतिक सङ्गठन त होइन। त भइसकेपछि नेपालमा चाहिँ एकताबद्ध भएर लडिरहेको समुदाय चाहिँ को छ? कोही पनि छैन। अहिले सबभन्दा बढी, त्यसमध्ये सबभन्दा बढी एकता भएर लडिरहेको चाहिँ को छ? दलित छ। म ठोस एउटा उदाहरण दिन्छु। अहिले दोस्रो संविधान सभामा कुनै पनि समुदायले ककस बनाउन नपाउने भनेपछि न जनजातिले बनायो, न मधेसीले बनायो, ठुल्ठुलो कुरा गरेर हुँदैन, न महिलाले बनायो। महिलालाई त बनाउन नदिने पनि भनेको छैन, कसैले पनि ककस बनायो। तर दलितहरूले त्यहाँ दलित समन्वय समिति बनाए, एक मात्र सङ्गठित संस्था, कार्यक्रम पास गरे। त्यसकारणले दलितहरू चाहिँ असङ्गठित छन् भन्ने जो बुझाइ छ त्यो कुरा नै हामीलाई भरिएको कुरा र प्रचारमा आएका कुरा मात्रै हो। एक फुट छ फेरि दलितहरूभित्र, प्रत्येक समुदायभित्र, जातमा आधारित समाजमा त प्रत्येक समुदायभित्र फुट छ। सासुबारीमा त फुट छ भने सकिहाल्यो कुरा त, फुट नहुने त समाजै हुँदैन। यो फुट छ आधारभूत रूपमा, तर त्यति फुट दलितहरूको बिचमा छैन जति चाहिँ आफ्नो राष्ट्रिय एजेन्डा लिएर हिँड्नलाई उनीहरूलाई असर पर्छ। त्यति फुट चाहिँ छैन। र नेपालको सामुदायिक आन्दोलनमा पहिलो दलित आन्दोलन हो जसले 2024 सालमा मधेस, नेवार र खस आर्य भित्र रहेका, पहाडे होइन है, खस आर्य भित्र रहेका दलितहरू एउटै सङ्गठनमा बस्ने राष्ट्रिय स्तरको सङ्गठन बनाए। त्योभन्दा अगाडि न जनजातिको राष्ट्रिय स्तरको सङ्गठन थियो मधेसी समेत बस्ने, न मधेसीहरूको सङ्गठन थियो, न महिलाहरूको थियो, तर पहाडमा मात्रै थियो। त्यस कारणले यो बलि बनाउ खालको रेडिमेड हाम्रा जो प्रचारबाजीहरू छन् त्यसबाट अलिक पृथक भएर हेर्न थाल्यो भने अलि हुन्छ कि भन्ने मेरो सुझाव छ। एक दोस्रो, अहिले पनि हेरिराख्नु होला, अहिले पनि सबै राजनीतिक पार्टीका केन्द्रीय नेता दलितहरू, सभासदहरू र सबैको एउटै मागमा, एउटै सुझावमा सबैको आम सहमति छ, कसैले पनि विरोध छैन। तर मधेसीहरूमा त छैन। उपेन्द्रजी राष्ट्रपति प्रणाली भन्नुहुन्छ, राजेन्द्रजी अर्कै भन्नु, आफ्नै मुद्दा, दलित मुद्दा, मधेसी मुद्दा होइन। तर दलितहरूको आफ्नो मुद्दामा कुनै पनि पार्टीमा लागेका दलितहरूको बिचमा
आधारभूत साझा मुद्दाहरूमा फरक छैन। अब यसमा कमजोरी छैन नि त, फेरि कमजोरी त फेरि छन्, धेरै कुराहरू छन्, त्यो हामी छलफल गर्न सक्छौँ। मैले भ्रम परेको विषयमा चाहिँ साफ गर्न खोजेको। अब एकजना मित्रले भन्नुभयो कि मधेसी दलितहरूमा चाहिँ यत्रो नियुक्ति हुन्छ इत्यादि इत्यादि हुन्छ, किन हुँदैन? यसका मैले 2-3 पाटा देख्छु। पहिलो कुरा 46 पछि र यो आयोग इत्यादि बन्ने शेरबहादुरजी प्रधानमन्त्री भएपछि त्यो बेलादेखि जो भयो, त्यसमा मधेसी दलितहरूबाट सदस्य सचिव हुने स्तरसम्म नियुक्ति भएको देखियो। सदस्य सचिवसम्म समूह हजारा इत्यादि इत्यादि साथीहरू सदस्य सचिवसम्म हुने, सदस्यसम्म हुने स्थिति त देखियो। तर चाहिँ आधारभूत रूपमा मधेसी दलितहरूलाई चाहिँ पहाडका दलितहरूले चाहिँ हेर्ने दृष्टिकोण चाहिँ फेरि सिङ्गो पहाडले हेर्ने दृष्टिकोण त त्यहाँ पनि छ। पहाडभित्रको उत्पीडित हुने बित्तिकै मधेसीलाई हेर्ने दृष्टिकोण फेरि याद होइन त्यसको त। त्यस कारणले त्यो दृष्टिकोणले त्यहाँ काम गरेको छ, सही कुरा हो। त्यस कारणले गर्दा नै हामीले यो संविधानको मस्यौदा गर्दा संयोगले 2टा कुराको मस्यौदा गर्ने जिम्मा मेरै परेको थियो पहिले संविधान सभामा, दलितको बारेमा र महिलाहरूको बारेमा। त्यो ड्राफ्ट गर्दाखेरि चाहिँ त्यही नै स्वामित्व ग्रहण भयो। अहिले पनि गर्दाखेरि पहाडमा बस्ने खसारे दलितहरू, अनि पहाडी भन्ने प्रयोग भएको थियो त्यति बेला, पहाडका दलितहरू, मधेसी दलितहरू र दलित महिलाहरूको बिचमा चाहिँ जति पनि राज्यबाट पाउँछ त्यसमा समानुपातिक वितरण हुने भन्ने कुरा संविधानको मौलिक हकमै राखिएको थियो। त्यो अहिले पनि छ। त्यो खराबीहरूलाई हल गर्नका निम्ति त्यसो गरिएको हो। त्यस कारणले मधेसी दलितमाथिको पहाडका दलितबाट र दलितहरूलाई सुविधा दिन शासकहरूबाट मधेसी दलितहरूलाई कम सुविधा दिने खोज्ने प्रवृत्ति थियो, छ। त्यसलाई हल गर्नुपर्छ, अझै हल गर्नु बाँकी छ। अब यो सक्नु लाग्यो आएको कुरा त भन्नु पऱ्यो होइन, अहिले मैले थोरै बोल्यो ल अब सकिहाल्छ। छैन यो हिमालीभित्र पनि यो हिमाली समुदायहरू, हिमालमा रहने भोटे, ब्यासी, त्यसपछि वालुङ लगायतका समुदायहरूको बिचमा पनि यो दलित जस्तै केही समस्या, अलिअलि छुवाछुत जस्तो पनि, अलिअलि भेदभाव जस्तो पनि, जात प्रथाका केही रङ्गहरू देखिने खालको कुराहरू छन् भनेर दिलविक्रमजीले जो सोध्नु भएको छ, त्यो चाहिँ के छ भन्दाखेरि त्यहाँ मात्रै छैन, त्यो मुस्लिम समुदायभित्र पनि त्यहाँ छुवाछुतमा पर्ने केही समुदायहरू छ होइन। इसाईभित्र पनि थिए, ती अहिले नेपालमा नयाँ बनेका इसाईमा छैनन्, पहिलादेखि थिएका विद्वानशाली लहरेका इसाईमा थिए कि थाहा छैन, यहाँ आइपुगेन, अहिले छैन। तर चाहिँ मुस्लिमहरूमा पनि एउटा समुदाय, केही समुदाय त्यस्तो देखिन्छ। जनजातिभित्र पनि विशेष त केही कतिपयमा मैले तोकेर भन्दिनँ, त्यसमा 12 जात 13 थरी इत्यादि इत्यादिको केही न केही डिफ्रेन्स त्यहाँ छ। अब यसको थप अध्ययन जरुरी छ। थप अध्ययन भने के भने त्यो चाहिँ हिन्दू वर्ण व्यवस्थाबाट प्रभावित भएर त्यहाँ पुग्या कि उनीहरूभित्र नै विशिष्ट ढङ्गले विकसित भएको एउटा त्यो अध्ययन जरुरी छ। त्यो दिलविक्रमजीहरूकै काम हो त्यो, मूलभूत रूपमा अध्ययन गर्ने मेरो विचारमा, अथवा समाजशास्त्र मानवशास्त्रमा काम गर्नेहरूको। त्यसपछि चाहिँ जसले समाजमा आफूलाई छुवाछुत लगायतको भेदभाव सहित भएको छ र म चाहिँ दलित समुदायभित्र पर्दछु भनेर दाबी गर्दछ भने उसलाई दलित समुदायभित्र राखेर स्वाभाविक रूपमा अधिकारको लडाइँभित्र सामेल गर्नुपर्ने हुन्छ। किनकि अहिले संविधानमा दक्षिण एसियामा कहिले पनि दलित समुदाय भनेर संवैधानिक रूपमा स्वीकार नगरिएको कुरा हो। यो विशेष त भारतले इन्कार गरे हो। यो हुन त मान्छेले धेरैले भन्छन् अम्बेडकरले बनाएको संविधान, अम्बेडकरले जवाहरलालको संविधान बनायो, अम्बेडकरले आफ्नो संविधान बनाए भिन्नमत किन लेखाएको थियो पुस्तकमा? त्यत्रो मैले यसो गर्न लागेको थिएँ सकिनँ, यस्तो गर्न लागेको थिएँ सकिनँ भनेर किन ल्यायो? जवाहरलालको संविधान बनायो अम्बेडकरले। त्यस कारणले त्यहाँ दलित व्यवस्था गर्न उनले नसक्या हो। नेपालमा त्यो सम्बोधनसम्म हुने स्थिति पैदा भएको छ संवैधानिक रूपमा। त्यसभित्र हामी त्यस समुदायहरू विभिन्न ठाउँमा छन् भने त्यसलाई जम्मा गर्न सकिएला जस्तो लाग्छ। अब यति भनेपछि मसँग त धेरै प्रश्नहरू छैन, तर अब उहाँ दिनेशजीको चाहिँ नै मलाई लाग्छ त्यो धेरै सान्दर्भिक प्रश्न अहिले होइन, तपाईँको कन्सर्न चाहिँ जायज हो। त्यसमा अब बोलेर एक त बोलिहाल्यो, हिजो हामीले स्टेटमेन्टहरू दिने काम भएको छ, तर त बोलेर पनि केही हुनेवाला छैन। कपिलवस्तुमा एक घटना भएको छ, त्योभन्दा चर्को घटना राजविराजमा भएको छ, भारतमा भएको छ। त्यसले गर्दाखेरि त्यो यदि छुटेको छ भने त्यसको लागि गर्न सकिन्छ, तर गरेर पनि केही हुनेवाला अहिले छैन। मैले अघि नै भने चर्को दमनमा जाँदैछ राज्य।
मूल प्रश्न चाहिँ नि यहाँ सरको जुन आयो कि अब कता हैन र उहाँ अर्को एकजना सरको पनि मधेसी र दलितले के गर्ने त आक्रमण भइरहेछ राजनीति गरी माधव नेपालमाथि भौतिक आक्रमण गौरमा उहाँको पार्टीले भन्यो छोड्नेवाला छैन भौतिक आक्रमण गर्नेलाई। अब यो राजनीति अधिकारमाथि आक्रमण भइरहेछ, अब यसलाई छोड्ने कि नछोड्ने। यसमा दुई तीनवटा जड कुरा के छ भने नेपालमा अहिले तीनटा राजनीति एकै साथ चलिरहेछ। एउटा कन्स्टिट्युसन मेकिङको पोलिटिक्स, संविधान निर्माणको राजनीति, अर्को सत्ता साझेदारीको राजनीति र तेस्रो चाहिँ नि पार्टीभित्रको शक्ति समीकरणको राजनीति। तपाईँ एमाले भित्रको केपी ओली र माधव नेपाल खेमाको बीचको विवाद हेर्नुभयो भने यो विवादले कहीँ संविधानलाई अल्मलाउँछ कि भन्ने लाग्छ कि केपी ओली प्रधानमन्त्री बन्नेवाला हुनुहुन्छ, सुशील कोइरालालाई अधिवेशनसम्म तन्काइहालौँ भन्ने छ। सत्ता समीकरणको राजनीति हेर्नुभयो भने यसले संविधानलाई लम्ब्याउँछ कि यसले मधेसी दलित जनजातिको अधिकार दिइहाल्छ कि यो नयाँ पोलराइजेसन पार्टीभित्रको पोलराइजेसनले भन्ने लाग्न सक्छ। तर के विचार गरौँ भने पार्टीभित्रको राजनीतिमा विवाद छ, सत्ता समीकरणको राजनीतिमा पनि विवाद छ नेपालमा, तर संविधान निर्माणको राजनीतिमा तीनटा ठुला दलहरूको बीचमा कुनै विवाद छैन। त्यसैले यो कोर्स अगाडि बढ्छ। मैले भनेको यो कस्तो भएको छ अहिलेको परिस्थिति भने तीनटा साँडेहरूको बीचमा तीनटा साँडे एकतिरबाट तीनटा बाख्राहरू अर्कोतिरबाट। अब गर्ने बाख्राले होइन कि अथवा बाघ, तीनटा बाघ र तीनटा बाख्राको भेट भएको छ राजनीतिमा। एउटा बाघ यतासम्म यता बाख्राहरूतिर हुँदासम्म नेपालको राजनीति 64 देखि 72 सम्म चलेको थियो एक प्रकारले। 72 मा यतातिरको बाघ पनि उतै जानुभयो कि अब बाघले बाख्रालाई अथवा बाख्राले केही गर्ने होइन कि गर्ने बाघले मात्रै हो। मधेसी जनजाति दलितको अधिकार दिने कि नदिने यो देशको नेपाली कांग्रेस एमाले र माओवादीका सुशील कोइराला, केपी ओली, पुष्पकमल दाहाल प्रचण्डको तजविजमा निर्भर छ। उहाँहरूले दिन चाहनुभयो भने मधेसी जनजाति दलितले अधिकार पाउने हो, दिन चाहनु भएन भने द्वन्द्व अगाडि बढ्ने हो। उहाँहरूसँग दुईटा अप्सन थियो। अधिकार दिने हो भने राजनीतिमा साझेदारी गर्नुपर्छ, आफ्नो जातको, आफ्नो समुदायको, आफ्नो वर्गको खाइपाएको सुविधा कटौती हुनेछ, एउटा अप्सन यो हो। यो नदियो भने के हुन्छ? अलिअलि द्वन्द्व हुन्छ। दोस्रो अप्सन उहाँहरूले छनौट गर्नुभएको हो। आजको दिनमा नेपाली राजनीतिमा राजनीतिक ध्रुवीकरण छैन कि पोलिटिकल पोलराइजेसन छैन। कन्स्टिट्युसन मेकिङ प्रोसेसमा टोटली सोशल पोलराइजेसन छ। त्यसैले सुशील कोइरालाले सिग्नेचर गर्दा बिमलेन निधिले विरोध गरेको छ। प्रभु शाहले विरोध गर्न नसक्दा पनि अनिच्छापूर्वक कसैले आन्दोलन गरिदियोस् भन्ने सपना पालेर बाँचेको छ। त्यसैले आजको दिनमा अब यो कति दिन रहन्छ यो सोशल पोलराइजेसन त्यो म भन्न सक्दिनँ, तर यो संविधान निर्माणको सवालमा आजको दिनमा राजनीतिक ध्रुवीकरण छैन कि यो चाहिने सामाजिक ध्रुवीकरण, जातीय ध्रुवीकरण हो। त्यसैले गर्ने भनेको खस आरेले हो, के गर्ने हो। अर्को कुरा म आउती सरसँग एउटा कुरा म थप्न चाहन्छु। हुने भनेको मधेसले के गर्छ अथवा दलितले के गर्ने, जुन प्रश्न उहाँको आयो। हेर्नुहोस्, एनजिओ एक्टिभिजमले कुनै पोलिटिकल चेन्ज हुँदैन। समाजमा एकदम एक छ, त्यसले पनि राजनीतिमा धेरै अर्थ राख्दैन। आर्थिक रूपमा धेरै सम्पन्न छ, त्यसले पनि धेरै अर्थ राख्दैन। नत्र मारवाडीहरू यो देशको प्रधानमन्त्री हुन्थे। एनजिओ एक्टिभिजमले हुने भए जनजातिहरू यो देशको राजनीति हाँकेको हुन्छ हैन। एकदम एक छौँ भनेपछि चौधरीहरू, थारूहरू धेरै एक हुन्छ नि। उहाँ हाम्रो कृष्ण सर हुनुहुन्छ, एकदम धेरै एकता हुन्छ कि उहाँको अहिले पनि मेन्जन सिस्टम यताउता विभिन्न छ कि कुनै किसिमको। तर त्यसले हुँदैन। हुने भनेको राजनीति परिवर्तन हुने भनेको राजनीतिले हो। राजनीतिमा कुन समूह कति मजबुत छ भन्ने कुरा। आजको दिनमा दलित समुदाय कांग्रेस एमाले माओवादीमा केही बलियो होला, तर आफैमा दलित राजनीति अगाडि बढेको छ। उहाँहरूको कृपामा निर्भर छ। प्रचण्डजीले कति दिनुहुन्छ,
सुशील कोइरालाजीले कति दिनुहुन्छ? जनजातिहरूले प्रयास गर्नुभयो, असफल हुनुभयो। अशोक राईको प्रयास त्यही थियो, असफल प्रयास। एउटै शक्ति छ जसले नेपालमा राजनीति रूपमा थ्रेट छ यो देशमा, त्यो भनेको मधेस हो। मधेस राजनीतिमा के छ भने राजनीतिको 3टा कम्पोनेन्ट महत्त्वपूर्ण हुन्छ: एजेन्डा, अर्गनाइजेसन, लिडरसिप। मधेसको राजनीति र जनजाति राजनीतिमा फरक के छ भने मधेसी राजनीतिमा एजेन्डा स्ट्रङ छ, अर्गनाइजेसन विक छ, फ्रेगमेन्टेड छ, लिडरसिप डिस्क्रेडिटेड छ। तर एजेन्डा यति स्ट्रङ छ कि कुनै पनि बेला आन्दोलन हुन्छ। त्यसैले आन्दोलनको रसायन र निर्वाचनको रसायन फरक कुरा हो। नेपाली काङ्ग्रेसले मधेसमा 116 सिटमा 51 सिट जितेको छ। मिथिलामा जहाँ हिजो आन्दोलन भयो वीरगञ्जदेखि सप्तरीसम्म 31 र 17 48 निर्वाचन क्षेत्र छ र 48 निर्वाचन क्षेत्रमा 15 र 8 6 21-22 निर्वाचन क्षेत्रमा नेपाली काङ्ग्रेस एक्लैले जितेको छ। त राई सङ्कलन गर्न सक्यो त? नेपाली काङ्ग्रेसको सरकारले ल्याएको 14 बुँदे सहमति एमाले पनि त्यतिकै जितेको छ। मसँग यहाँ लिस्ट छ। जम्मा जम्मी मधेसका 13 वटा दल गरेर 12 सिट जितेको छ 116 निर्वाचन क्षेत्रमा। त मधेस त हिजो हल्लाइदियो। त्यसैले निर्वाचनको राजनीति अथवा निर्वाचनको रसायन र आन्दोलनको रसायन फरक हो। मधेस आन्दोलनको लागि भाइब्रेन्ट ठाउँ, एजेन्डा स्ट्रङ छ, डिस्क्रिमिनेसनको फिलिङ सबैलाई उत्तिकै छ र यसमा नयाँ लिडरसिप आउँदैछ। 62-63 मा उपेन्द्रजी आउनुभयो, असफल हुनुभयो। के भयो? यत्रो 50 वर्षदेखि उपेन्द्रजी हुनुहुन्थेन। गैरनारायण सिंहले 42-43 मा सुरु गर्नुभयो, उहाँ असफल हुनुभयो। उहाँ पनि 20 वर्ष ठेक्नुभयो, उपेन्द्रजी आउनुभयो, उहाँ पनि असफल हुनुभयो। अर्कोजी आउनुहुन्छ, एजेन्डा रहन्छ, ग्राउन्ड रहन्छ, खेलाडी त आइहाल्छ, बल छ, ग्राउन्ड छ, फुटबल खेल्ने त आइहाल्छ नि कोही न कोही। त्यसैले यो देशमा राजनीतिक रूपमा गर्ने भनेको मधेसीले हो जस्तो मलाई लाग्छ र यो आन्दोलन अगाडि बढ्छ। धन्यवाद। अब 3-4 वटा प्रश्न लिउँ अनि त्यस पछाडि त्यसमा उहाँहरूको जवाफ पछाडि कार्यक्रम समापन हुनेछ। गौरवको हात उठाएको थिएँ। नमस्ते, म गौरव थापा काठमाडौँ पोस्ट पत्रिकाबाट। मेरो क्वेसन गुरु सरलाई, उहाँले भन्नुभयो यो 9 वर्ष अगाडि भएको मधेस आन्दोलनमा भएकोले जुन शक्ति स्थापना गर्यो यो उपेन्द्र यादवहरूको लगायतको, यो चाहिँ लेजिटिमेट हो। तर पोहोर मात्रै भएको निर्वाचनमा आएको शक्ति कक्षताको चाहिँ लेजिटिमेट होइन र इलेक्सनले लेजिटिमेसी दिँदैन जस्तो कुरा गर्नुभयो। त्यसलाई क्लियर गरिदिनु होला। धन्यवाद। म देवीराम आचार्य हो। मैले यो प्रश्न हुँदाखेरि अलिकति जिज्ञासा हो। तराई अथवा मधेसी अथवा दलित जसको पनि कुरा गऱ्यो भने सोसल्ली रूपमा चाहे हामी गिनीको इन्डेक्सकै कुरा गरौँ, चाहे ह्युमन डेभलपमेन्ट इन्डेक्सकै कुरा गरौँ, चाहे वुमन इम्पावरमेन्ट इन्डेक्सकै कुरा गरौँ, गरिबीकै कुरा गरौँ, शिक्षाकै कुरा गरौँ, यो सबै समुदाय तल रहेको यो यथार्थै भइहाल्यो। जीविकोपार्जनको हिसाबले, शिक्षाको हिसाबले, महिला सशक्तिकरणका हिसाबले हामी किन यो आन्दोलनमा छैनौँ? सबभन्दा बढी आउट अफ स्कुल चिल्ड्रेन तराईमा छ। हामी डेटा हेऱ्यौँ भने मजाले देखिन्छ। आउट अफ स्कुल चिल्ड्रेन, स्कुल जाने एजको सबभन्दा बढी बच्चा विद्यालय बाहिर रहेको तराई नै हो, मधेस नै हो। अनि मैले शब्द के भने सरी जे होस्। अनि केही वर्ष पत्र पत्रिकामा निकै आयो, सबभन्दा धेरै फर्जी स्कुल पनि त्यतै खुल्यो। मैले भन्दा नि मिडियाले भनेको कुरा त हजुरलाई थाहा होला। बच्चा सबभन्दा धेरै बाहिर छ, फर्जी स्कुल खुल्छ र बन्द हुन्छ। अनि फेरि त्यहाँ कतिपय स्कुलहरू मैले आफै भेटेको छु, बच्चाहरू भुइँमा बसेर पढेका छन्। बिल्डिङ नै छैन, टिचर नै छैन, स्टुडेन्ट टिचर रेसियो यति धेरै छ शिक्षा दिने क्रममा पनि। यही हप्ताको मैले नेपाल साप्ताहिकमा सप्तरीतिरको साक्षरता यति धेरै पुवर हुँदाहुँदै पनि साक्षर नेपाल जुन अभियानको प्रोग्राम हो त्यो यति असफल भएको ढङ्गले चित्रित भएको छ। यतातिर के हाम्रा आन्दोलनहरू, यतातिर जीविकोपार्जनका कुरा, रोजगारीका कुरा, शिक्षाका कुरा नगरिकन हामी अलिक माथितिर कुरा गर्दाखेरि कतै त्यो असफल भइरहेको त छैन भन्ने मलाई जिज्ञासा मात्रै मेरो यो प्रश्न हुँदा। म पनि एउटा प्रश्न
उठाएको थिइनँ, माइक्रोफोन छेउमा आयो, मन लागिहाल्यो। यो अहिले जुन पोलिटिकल सिनारियो देखिरहेको छ सुझाव सङ्कलनमा मधेसमा भएको, मेरो घर आफूसँग ढाकाको मान्छे, जुन सिनारियो देखिएको छ योलाई हामी महेन्द्रकालीन राष्ट्रियताको नयाँ रूप त्यो राज्यले प्रयोग गर्न खोज्दैछ कि छैन भन्न सकिन्छ कि मलाई? महेन्द्रकालीन राष्ट्रियताको त्यो प्रयोग राज्यले गर्न खोजेको छ कि मधेसमा फेरि पनि? यो प्रश्न मेरो आदि दाइले दिनुभएको पनि हुन्छ, तिनवटा भयो मलाई चाहिँ एक राउन्ड। अन्तिम प्रश्न सोहनजीको छ, त्यस पछाडि सायद यति नै होला। तुला सरलाई चाहिँ प्रश्न कि यो नेपालमा यति मानवाधिकारवादीहरू सुनिन्छन्, कहाँ छन् अहिले त? हिजो यत्रो दमन भयो त, एउटा दुईवटा मानवाधिकारवादीहरूको थाहा पाए हुन्थ्यो कि कम्प्लेन त कमसेकम गर्न मिल्थ्यो कि त्यति दमन विरुद्ध चाहिँ किन केही बोल्नु भएन भनेर? फन्डिङ सायद अहिले आउँछ होला, त्यसपछि सायद ह्युमन राइट एक्टिभिस्टहरू आउँछन् होला। अहिले मार्केट एकदमै राम्रो छ अहिले हामीहरूको जस्तो लाग्छ, किनभने अब सिचुएसन अब बिग्रिँदै गएपछि मार्केट आउँछ, हाम्रो फन्डरमा आउँछन्, हामी रिपोर्ट लेख्छौँ, त्यो जस्तो हुन्छ। तुलनारायण सरलाई एउटा मेरो प्रश्न थियो, सिकेर भन्ने आउँदैछन् अहिले मधेसमा, अनि तपाईँले के चाहिँ आउँदैछन् र गएका छन् भन्नुभयो, के छ अहिले उहाँको? यो राउन्डमा त मलाई त प्रशस्तै आयो त, खै त आउँदैछ अलिक कमै आएछ। तपाईँले त गर्नुभएको छ नि मलाई प्रश्न, त त्यो जवाब यति नै प्रश्नहरू लास्टमा गौरवजीको प्रश्नबाट एकदम महत्त्वपूर्ण प्रश्न अहिलेको लागि, उपेन्द्र यादवले मधेसको नेतृत्व गर्छ कि प्रतिनिधित्व गर्छ कि उपेन्द्र यादव अथवा अन्यले गर्छ? अलिकति कुरा त मैले पहिला पनि भने कि मातृका यादवले माओवादीको प्रतिनिधित्व गर्छ कि प्रचण्डले गर्छ, वैद्यजीले गर्नुहुन्छ कि प्रचण्डजीले गर्नुहुन्छ भन्ने कुरामा यसकारण म भन्दैछु कि उपेन्द्र यादव, महन्त ठाकुर र राजेन्द्र महतोको नेतृत्वको तीनटा जुन पार्टी छ, एकल रूपमा कोही पनि होइन, तर यो मोर्चाले चाहिने प्रतिनिधित्व गर्छ। यसको दुईटा आधार छ। एउटा जुन मैले अघि भने कि ६३मा यही तीनटा पार्टी, तीनटा ठुला पार्टीले अन्तरिम संविधान ल्याउँदा संहिता उल्लेख गरेको थिएन र मधेसमा विद्रोह भयो जुन सबैको लागि अकल्पनीय थियो, देश विदेश, असली स्वदेश नकली स्वदेशी सबैको लागि। त्यसपछि स्थापित भएको फोरम नेपाल उपेन्द्रजीको ६४ को संविधान सभाको निर्वाचन दुई पटक तिथि घोषणा भइसक्दा पनि नेपाली राज्यले गर्न सकेको थिएन र महन्त ठाकुरजीको नयाँ पार्टी आयो र उहाँहरूको तीनटै पार्टीको नेतृत्वमा आन्दोलन भयो र त्यसपछि संविधान सभाको निर्वाचन सम्भव भयो नेपालमा। त्यसले राजनीतिक कारण, आन्दोलनको कारण दुईटा आन्दोलन हाकेको र राज्यले मानेको, राज्यले यिनैसँग फेरि सहमति गरेको, उपेन्द्र यादवसँग 22 बुँदे सहमति र यो तीनटा दलको मोर्चासँग गिरिजाप्रसाद कोइरालाले एकापट्टि माधव कुमार नेपाल र अर्कोपट्टि प्रचण्डजीलाई राखेर बालुवाटार भित्र गरेको सहमति 8 बुँदे सहमति, राज्यले यसलाई रिकग्नाइज गरेको हुनाले र ६४ को निर्वाचनमा पनि यही तीनटा शक्तिले निर्वाचन लडेको हुनाले विजयजी यसैको एउटा कार्यकर्ता अथवा नेताको रूपमा सहभागी भएको हुनाले म अहिले पनि के भन्छु भने उपेन्द्रजी, महन्तजी र राजेन्द्रजी नै प्रतिनिधित्व गर्छ। एउटा कारण। अर्को कारण कि मधेसी, म एब्स्ट्राक्ट मधेसको म त्यतिकै कुरा गरिरहेको छैन के, मधेस भनेको त झापा पनि हो, मधेस भनेको कञ्चनपुर पनि हो, तर मधेस भनेर यदि तपाईँहरूको दिमागमा कसैले क्वेसन गर्छ भने तपाईँहरू जनकपुरलाई सम्झिनुहुन्छ, सप्तरीलाई सम्झिनुहुन्छ हैन? किनभने जनसङ्ख्याको जुन बनावट छ नि, बनोट छ नि, त्यो झापा र कञ्चनपुरकोसँग सप्तरी र सिराको फरक छ। सप्तरीमा 90% भन्दा बढी मधेसी, झापामा 80% भन्दा बढी पहाडी। भूगोलको हिसाबले झापा पनि हो है। विजय गच्छेदारजी किन मधेसको प्रतिनिधित्व गर्नुहुन्न भने विजय गच्छेदारजीले कुन जिल्लामा कति भोट पाउनु भएको छ भन्ने कुराको एनालाइसिस मैले गरेको छु। झापा मोरङ सुनसरी मध्ये सुनसरीबाट विजय गच्छेदारजी एक्लै जित्नु भएको छ। कैलाली कञ्चनपुर मध्ये विजय गच्छेदारजीको पार्टीले 2टा प्रत्यक्षको सिट जितेको छ। कैलालीमा जम्मा 3टा भयो। एउटा आफ्ताब आलमजीको पारिवारिक झगडाको कारण रौतहटबाट
एउटा सिट उहाँले फुत्काउनु भएको छ। 4वटा प्रत्यक्षमा सिट जितेको विजय गच्छेदारजीले यो क्षेत्रबाट जितेको, जहाँनिर मधेसी जनसङ्ख्या न्यून छ र जहाँनिर मधेस आन्दोलनहरू कम भएको थियो। विजय गच्छेदारजीको भोट प्याटर्न, उपेन्द्रजी, राजनजी र महन्तजीको भोट प्याटर्न फरक छ। मधेसी अनुहार जहाँ छ, मधेसीहरूको जनसङ्ख्या जहाँ छ, मधेसी कल्चर जहाँ बढी मानिन्छ, त्यो ठाउँहरूको प्रतिनिधित्व विजयजीले गर्नुहुन्न हैन। प्राविधिक रूपमा माने हुन्छ, त्यसमा मेरो आपत्ति छैन, म क्वेसन संवैधानिक रूपमा क्वेसन गर्न सक्दिनँ, तर व्यावहारिक रूपमा यो सम्भव छैन। पहिलो प्रश्न। दोस्रो र तेस्रो सबैभन्दा महत्त्वपूर्ण कुरा चाहिँ तराईमा शिक्षा। तपाईँले छुटाउनु भयो, तराईमा शिक्षाको समस्या छ, तराईमा अपराधको समस्या छ, तराईमा बोक्सीको समस्या छ, तराईमा थारू र मधेसीको बिचमा समस्या छ, तराईमा मधेसी र पहाडीको बिचमा समस्या छ, तराईमा दलित र उच्च जातको बिचमा समस्या छ, तराईमा वर्गीय समस्या छ, तराईमा मानव विकास प्रतिवेदनको हरेक सूचाङ्कहरू कम छ, कर्णालीको जतिकै छ। यी सबै कुरा सत्य हुन्, तर यति मात्रै सत्य होइन, यसको पछाडिको कारण हामीले खोज्नुपर्छ। तपाईँले शिक्षाको कुरा गर्नुभयो, बहुत महत्त्वपूर्ण कुरा हो। फर योर काइन्ड इन्फर्मेसन, 2017 सालतिर भएको जनगणनामा काठमाडौँ उपत्यकापछि सबभन्दा बढी साक्षरता प्रतिशत भएको जिल्ला सप्तरी थियो। 2026 सालदेखि स्नातकको चुनाव जुन हुँदै थियो, स्नातक काउन्सिल, ग्रेजुएट काउन्सिलको निर्वाचन हुन्थ्यो, जसबाट प्रकाश चन्द्र लोहनी हाउसमा पुग्नु भएको थियो, रामराजा प्रसाद सिंह हाउसमा पुग्नु भएको थियो। त्यति बेलाको भोटर लिस्ट हेर्नुहोस्, काठमाडौँ उपत्यकापछि सबैभन्दा बढी स्नातकहरूको नेपालमै सबभन्दा बढी काठमाडौँ पछिको स्नातक भएको जिल्ला सप्तरी थियो। 2026 सालसम्मको राजविराज कलेजको रिजल्ट हेर्नुहोस्, 80% विद्यार्थी पास हुन्थ्यो। कुन नीतिले काम गर्यो कि 40 वर्षमा आज तराईको 8वटा जिल्ला सबैभन्दा कम साक्षर जिल्लाहरूमा पर्यो नेपालको। फ्रेडरिक गेजले लेखेको छ 1980 को डिकेडसम्म तराईबाट चावल, धान बाहिर जान्थ्यो। आज सबैभन्दा बढी गरिबको जनसङ्ख्या भएको जिल्ला सप्तरी जिल्ला छ। के भयो? यो गजेन्द्र नारायण सिंहले बिगारेको हो कि उपेन्द्र यादवले बिगारेको हो कि डाक्टर प्रकाश चन्द्र लोहनी बोर्ड फर्स्टदेखि डाक्टर बाबुराम भट्टराईको पोलिसीले बिगारेको हो? यो मेरो पनि खोजीको विषय हो। मैले यो कुरा डाक्टर पीताम्बर शर्मालाई सोधेको थिएँ कि कर्णालीमा त भूगोलको कारणले मानव विकासको सबै सूचाङ्कहरू कम भयो डाक्टर साहब, मधेसमा के भयो? उहाँले भन्नुभयो, मलाई पनि यो मेरो लागि पनि आश्चर्यको विषय हो। कुरा के हो भने तपाईले सामाजिक कुरा अहिले समाधान गर्ने कि भारतको मधेससँगको सम्बन्ध कस्तो हो भने राष्ट्रियताको कुराको बारेमा बहस गर्ने कि मधेसलाई राजनीतिक रूपमा कुन कुन अधिकार दिइएन जसको कारण मधेसी पछाडि पर्यो, त्यो कुराको खोजी गर्ने। 3टा आयाम छ समस्याको विश्लेषणको। तपाईँ होरिजेन्टल डाइमेन्सनबाट हेर्ने कि मधेसभित्रको समस्या, कि मधेस र सिंहदरबार बिचको समस्या तपाईँ अपस्ट्रिम डाइमेन्सनबाट हेर्ने कि मधेस र भारतको बिचको सम्बन्ध तपाईँ डाउनस्ट्रिम डाइमेन्सनबाट हेर्ने। त्यसैले काठमाडौँमा कुरा हुन्छ नि, खुर्दलोटनमा बाँधमा मधेसी किन बोल्दैन? लिपुले भारत र चीनले लिँदाखेरि मधेसी किन बोल्दैन? मधेसी किन बोल्नु पर्यो? मधेसीलाई यहाँनिर नागरिकै मान्न जब देश तयार छैन, नागरिकतै दिन जब देश तयार छैन, पहिला नागरिकता लिने कि लिपुले खोज्न जाने भन्ने प्रश्न हो नि त हैन। एउटा रामवरणजी राष्ट्रपति हुँदा त सारा देशमा अब निर्वाचन प्रणाली नै फेर्नु पर्ने भयो। त्यही निर्वाचन प्रणालीको कारण उहाँ राष्ट्रपति भएको। त्यसैले महत्त्वपूर्ण कुरो के भने कन्स्टिट्युसन मेकिङ प्रोसेसमा जहाँनिर सधैँको लागि अथवा धेरै दिनको लागि राजनीतिक अधिकारको दस्तावेजीकरण हुँदैछ, उल्लेख हुँदैछ, यति बेला हामीले राजनीतिक सवालहरूलाई बुझ्नुपर्छ। मधेसको राजनीतिक सवाल के हो भने दाउरा सुरुवाल टोपी नेपालगञ्जको 40 डिग्री सेन्टिग्रेडमा लगाउनु पर्ने प्रावधान ल्याएको राजा महेन्द्रले। मधेसको समस्या के हो भने धोती र कुर्ता लाउँदाखेरि काठमाडौँमा हेपियो। मधेसको समस्या के हो भने लोकसेवा आयोगको परीक्षामा निजामतीमा नेपाली भाषालाई बढी वेटेज दियो। मधेसको समस्या के हो भने सगरमाथा अञ्चलको सबै सदरमुकाम राजविराजमा छ। अञ्चल प्रहरी कार्यालय, सशस्त्र प्रहरीको कार्यालय, कर कार्यालय, तर सगरमाथा अञ्चलको लोकसेवाको कार्यालय कहाँ छ? नेपालको पूर्वाञ्चलको सबैभन्दा दुर्गम जिल्ला, आज पनि त्यहाँ बस जान पुग्दैन, खोटाङको दिक्तेरमा छ। मधेसको समस्या त्यो हो कि पोलिसीगत रूपमा यस्तो पोलिसीहरू ल्याइयो जसले मधेसलाई सीमान्तरित गरिदियो। 2026 सालसम्म मधेसीहरू धेरै पढ्ने र आज चाहिँ सबभन्दा कम
साक्षरता दर भएको जिल्लाहरू मधेसको हुने, मधेसी शिक्षकले पढाएको सबै विद्यार्थी यो देशको सचिव हुने, सिडिओ हुने, एसपी हुने, उनको छोरा चाहिँ अरबमा मात्रै जागिरको योग्य हुने। यदि राज्य पुनर्संरचनामा यो पर्दैन भने यो बहसलाई रोकेर हामी त्यो समाजको जेनेटिकल प्रब्लममा छौँ। मधेसको कुनै जेनेटिकल प्रब्लम हो कि यो देशमा सबै कुरामा पछाडि छ कि यो देशको स्ट्रक्चरल प्रब्लम हो? बहसको विषय यो हो। आज म विद्वान साथीहरूलाई यो कोणबाट हेर्दिन भन्छु। हामी बोलाएको छैन, यही मार्टिन चौतारी र यही वाटर फाउन्डेसनमा पढेर हुर्केर इन्जिनियरिङ कलेजमा पढेर हामी आज अधिकारको लागि लडेका छौँ के? हामी यो देशमा पहाडी र मधेसीको बिचमा द्वन्द्व होस् भनेर चाहेका छैनौँ, तर हामी आफ्नो अधिकारबाट त पछाडि रहन सक्दैन। हामी त बोल्नुपर्छ। यो प्रश्नको जवाब दिनु पर्यो आजको यहाँ यो काठमाडौँको सिभिल सोसाइटीले कि किन यो देशमा सबैभन्दा कम पढेको जिल्ला 6वटा पढ्यो। पढाइ भनेको शिक्षा भन्ने कुरा अवसरसँग जोडिन्छ, भाषासँग जोडिन्छ। जब पढेपछि जागिर पाउँदैन भने किन पढ्ने? 14 वर्षको बच्चाले 17 वर्षको उमेर बनाएर नागरिकता लिन्छ, पासपोर्ट लिन्छ, अरब जान्छ। मूल समस्या यो हो। त्यसमा अरू पनि हेर्दै जाउँ कहाँसम्म अगाडि बढ्छ। आजसम्म मधेसमा के हो भने बोल्नबाट डरायो सबै। अब बोल्नबाट डराउँदैन मान्छे। जेल भर्ने अभियान सुरु हुन सक्छ, डराउनु हुँदैन। पोलराइज छ, हामी मात्रै बोल्छौँ, उनको कुरामा उनी मात्रै बोल्छ। जाओस् कहाँसम्म जान्छ बोल्नु। सिकेरौत कहाँ छ? मधेसमा 4टा शक्ति छ। एउटा सिकेरौतको शक्ति, एउटा जेपी गुप्ताको शक्ति, एउटा महन्त ठाकुरको शक्ति, एउटा विजय गछदारको शक्ति। राजनीतिको 4टा खेमा छ मधेसको राजनीतिमा। विजय गछदार कहाँ हुनुहुन्छ तपाईँहरूले हेरिराख्नु भएको छ। संसदीय फाँटमा 2टा, विजय गछदार, महन्त ठाकुर। महन्त ठाकुर उपेन्द्र यादव राजेन्द्र महतो साथ छ। विजय गछदार नेपाली काङ्ग्रेस एमाले माओवादीसँग साथमा छ। जेपी गुप्ताजी निष्क्रिय हुनुहुन्छ। सिके राउतजीसँग एउटा खास तबका मधेसको जोडिँदैछ। काठमाडौँले यो कुरा बुझ्न सकिराखेको छ कि छैन? जो पुस्ता आज सबैभन्दा बढी पढेको छ, जो पुस्ता आज सबैभन्दा बढी पैसा कमाउँदैछ, जो पुस्ता आज सबैभन्दा बढी टेक्नोलोजीसँग विज्ञ छ, यी पुस्ता आजको पुस्ता मधेसको राजनीतिमा सिके राउतसँग जोडिँदैछ। र यो काठमाडौँभन्दा पनि हाम्रो बढी चिन्ताको विषय के हो भने राज्य दमनकारी भयो भने मधेसको एउटा होनहार पुस्ता जो धेरै पछि मात्रै आएको सिनमा यो मारिन सक्छ। त्यसैले म भन्छु सिके राउतलाई कि यो देशमा देश टुक्राउनु जरुरी छैन। निर्वाचन प्रणाली फेरेपछि त हामी राष्ट्रपति बन्छौँ भने यतैतिर आऊ भन्दैछु, तर उसको लागि म पनि भिडे हुन्छु। धन्यवाद। विषयमा केन्द्रित भएको मैले अघि धेरै विषयहरूमा तलमाथि गर्ने प्रयत्न गरिनँ। मलाई फेरि हाम्रो तुलना शाहजीले फेरि एउटा प्रश्न जसको यहाँ उठाइदियो भने त्यो प्रश्नको उत्तर दिएर मात्रै म बिदा हुन चाहन्छु। मलाई पनि थाहा छ नयाँ नेताहरूको तराईमा आउँदैछ, मलाई थाहा छ त्यो। मैले यो अलि पर देशमा भ्रमण गरेर जाँदाखेरि थाहा पाएँ। त्यसमा धेरै कुराहरू थाहा छ, हामी सपोर्ट गर्न सक्छौँ, गर्नुपर्छ। मधेसको बारेमा दृढतापूर्वक बोल्ने मान्छे भएको हुनाले मैले यहाँ धेरै कुरा अहिले गर्न चाहिनँ। मैले यो दलितको बारेमा एउटा जो कुरा भन्नुभयो त्यो कुरा चाहिँ उहाँहरूको बुझाइ, उहाँहरूको स्तरको बुझाइ त्यो होला पनि मलाई त्यसमा भन्नु केही पनि छैन। के छ भने उहाँले भन्नुभयो कि दलितहरू त अब पार्टीले कृपा गरे पाउने कुरा हो, सङ्घर्ष गर्ने शक्ति त मधेससँग मात्रै छ। सङ्घर्ष गर्ने शक्ति मधेससँग छ, मलाई त उहाँलाई बधाई दिने कुरा हो। मैले त केही गर्ने कुरा भएन, त्यो त राम्रो कुरा भइहाल्यो। त्यसो हो भने मतलब अहिले दलितहरू कृपामा मात्रै केही पाउँछन् भने अहिले जुन पार्टीहरू मधेसको जिम्मा लिएको छौ भन्छन् उनीहरूले केही पाए भने पनि आफ्नो पार्टीभित्र रहेका दलितहरूलाई कृपा नै गर्छन् कि के गर्छ? या अहिले जे आन्दोलन मधेसमा उठ्न खोजिराखेको छ, कति उठ्छ त थाहा छैन, उठ्न खोजिराखेको छ, त्यो आन्दोलनमा सँगसँगै हिँड्ने दलितहरूलाई चाहिँ कृपा गर्नुपर्ने होइन, यिनीहरूको अधिकार भनेर ठान्छ। के ठान्छन्? हामी नेपालको दलित आन्दोलनलाई बुझ्ने एउटा यस्तो निकै ठुलो तबका छ जसले के भन्छ भने दलितहरू चाहिँ राजनैतिक भरिया। यो विशेषता हाम्रो एकदम मैले पनि असाध्यै कैयौँ विषयमा मन पराउने एकजना हाम्रो काङ्ग्रेसको नेता
गिरिजीले भनेको सुने राजनीतिक भैया एकदम सकारात्मक चिन्तन राख्ने मान्छे भन्ने त्यो निकै चर्चित छ यो बुझाइ मान्छेहरू। म सोच्छु म राजनीतिक भैया हो कि होइन, किनकि दलित मुद्दा र कम्युनिस्ट मुद्दा सबै बोकेर हिँडेको 31 वर्ष भयो र मैले कुनै मुद्दामा कोहीसँग सम्झौता गरेका पनि छैन र मेरो पार्टीको जतिसुकै ठुलो मान्छे भए पनि त्यसले यदि समुदायको बारेमा गलत कुरा बोल्छ भने त्यसको विरुद्ध म बाहिरै बोलेको छु, भित्रको त कुरै छोडिदिउँ। धेरै पहाडका विद्वानहरू बोल्न आँट नगर्ने विषयमा पनि सरिता गिरीले ठिक बनायो भनेर बोल्ने मान्छे म भरिया हो कि मैले कृपा खोज्या हो कि मैले अधिकार खोजेँ। कुन पार्टीमा दलितको के स्थिति छ मलाई थाहा छ, तर माओवादीको कुरा गर्ने हो भने यो माओवादी पार्टी कति ठिक त्यो छलफल गर्ने, यो प्रचण्ड कति ठिक, बाबुराम कति ठिक यो पनि छलफल गर्नु। यो अघि विषयभित्र पऱ्यो, त्यो छलफलमा डाक्नु भने म अझै शानदार ढङ्गले बोलिन्छु। तर माओवादी पार्टीभित्र गैर दलित सरह नै 13% भन्दा बढी दलितहरूले शहादत प्राप्त गरेर त्यो पार्टी निर्माण भएको हो। 12-13 हजार शहीदहरू छन् भने पनि यो शहीद भए बापत क्षतिपूर्ति लिन आउने चाहिँ 7,500 मात्रै भएको हुनाले 7,500लाई आधिकारिक सङ्ख्या मान्दा 1300 दलितहरूको शहादत भएको, त्यो समानुपातिक छ, घटी छैन त्यो। त्यसपछि सिर्जना भएको माओवादीभित्र अधिकार दलितहरूको तिनीहरू कृपामा मागिराखेका हुन्। यो कृपामा मागिराखेका हुन् भनेर सोच्ने हो भने राजनीतिक पार्टीमा दलितहरू लाग्नुहुन्न भन्ने हाम्रो सुकेलालको धारणामा पुग्नुपर्ने छ। सिकेलालले भन्नुहुन्छ नि अब दलित बात चाहिँ छ होला भन्नुभएको छ भने राजनीतिक पार्टीहरूमा दलित लाग्नु हुँदैन। त्यही हो, मेरो बुझाइ त्यस्तो छैन हो। पार्टी पछि फरक छ। त्यो कैयौँ पार्टीहरू पुरै सामन्ती ढङ्गले चलेका छ, त्यहाँ दलितहरूलाई खुट्टा मुनि नै राखेका छन्। कैयौँ पार्टीहरू अलिकति उदार पुँजीवादी ढङ्गले चलेका छ, सँगसँगै मेचसम्म बसेका छन्। कैयौँ पार्टी अग्रगामी चेतनाको आधारमा चलेका छ, त्यहाँ तछाड मछाड बहस पनि हुन्छ। सबै ठाउँमा एउटै छ भन्ने दृष्टिकोण चाहिँ मलाई लाग्छ त्यो त्यति वैज्ञानिक पनि होइन, मैले अनुभूति गरेका विषय पनि होइन। त्यस कारण यति मेरो चासो हो, अरू विषयमा मेरो भन्नु केही पनि छैन कि नेपालको दलित आन्दोलन आफ्नो बाटोमा छ। मैले सुरुमै त्यो त्यतिकै भने होइन, रोबर्ट पाइपरलाई जवाफ दिँदाखेरि भनेको कुरा हो। उनले किन अरूको भन्दा तिमीहरूको बिल्कुल फरक छ, पैसा पनि लिँदैनौ भनेर जो भन्थे, किनकि हाम्रो फरकै छ। यो फरक बुझिएन भने दलित आन्दोलन हुँदैन, नेपाल हुनेवाला छैन। यो बिल्कुल फरक कुरा छ। अहिले मैले यति मात्रै प्रतिवाद गर्दछु यसमा कि उनीहरू कृपाका मात्रै कुरा होइनन्। यदि उनीहरू कृपाका मात्रै कुरा हो भने महिलाहरू पनि कृपाका मात्रै कुरा हुन्, त्यसो त्यही हो त। किन महिलाहरू मात्रै पनि छुट्टै 7 जिल्ला चाहिँ छुट्टै ब्लक त छैन, घर घरमा हुनु पर्यो उनीहरू त। उनीहरूलाई पनि कृपा गरे मात्रै पाउने हो। त्यो कृपाको कारणले मात्रै निर्वाचन प्रणाली त्यस्तो हुन आइपुग्यो हो। अहिले जनजाति पनि त्यही गर्नु पर्यो। उनीहरू मात्रै 7 जिल्ला 8 जिल्ला 20 जिल्ला मात्रै छुट्टै ब्लक त छैन, उनीहरू पनि कृपामै जान्छन्। त्यस कारणले यो बारेमा चाहिँ मैले यसै भन्दिनँ, मेरो अडान त फरक छ, मैले बुझाइहालेँ। तर यस बारेमा अलिक गम्भीर छलफलको आवश्यकता छ। धन्यवाद। एक्चुअली हाम्रा दुवै वक्तालाई त्यही तालीले जोरदार तालीले धेरै धेरै धन्यवाद आहुति दाईलाई, तुलनारायण शाहजीलाई यो समयको लागि, आफ्नो विचारको लागि, र धेरै धन्यवाद यहाँहरू सबैलाई आफ्नो उपस्थितिको लागि। डिस्कोर्स बहस जारी नै छ, आजको लागि यही सकिएको छ। धन्यवाद।